सर्वप्रथम आज यहाँ उपस्थित भएको लामा गुरुहरू त्यस्तै गरेर हाम्रो यहाँ मेमे इबेहरू बा आमाहरू युवा युवतीहरू अनि बच्चाहरू स्टुडेन्टहरू अनि यहाँ स्कुलको कर्मचारीहरू पनि छ होला म्याडमहरू टिचरहरू अनि अरू यहाँ कर्मचारीहरू सबैलाई अनि मेरो हार्दिक नमस्कार भन्न चाहन्छु अनि फेपुला भन्न चाहन्छु। अब आज यहाँ आसाम पूर्वसाउ मणिपा सङ्घ उहाँहरूले अनि हामी सम्पर्क भएर आजको दिनमा हामी सबै यो गुम्बामा यो हलको भित्र हामी सबै मिल्नु पायो। त्यसमा म धेरै खुसी लागेको छ। यहाँको अनि त्यो कर्मचारीहरू सबैलाई धन्यवाद भन्न चाहन्छु। अनि अब अहिले मैले प्रवचन सुरु नगरेको अगाडि अलिकति कुराहरू राख्न चाहेको छ। आजको दिनमा चाहिँ मलाई धेरै खुसी लाग्यो किनभनेदेखि हामी सबै बुद्धको एउटा चेला हो। हामीलाई बौद्ध भन्छ। अब बुद्धको चेलाले बुद्धले अनि भनेकै जस्तो जति सक्दो हामीले गर्नुपर्छ। त्यसको कारणले बुद्धले हाम्रो ग्रन्थको भित्र बुद्धले के भनेको छ भनेदेखि सिम्जे थाम्जे देवादा देवे ग्योदा देम्बर ग्युर्चिक सिम्जे थाम्जे दोंगालदा दोंगाल ग्योदा ठेलवर ग्युर्चिक सिम्जे थाम्जे दोंगाल मेबे देवादा मेन्डावर ग्युर्चिक सिम्जे थाम्जे निरिङ छाक्दा निदा ठेवे तान्युमला नेबर ग्युर्चिक भनेर चाहिँ उहाँले अनि हामीलाई प्रार्थना यसरी गर्नुपर्छ भनेर चाहिँ सिक्नु भएको छ। अब त्यो प्रार्थनाको भित्र के छ भनेदेखि सिम्जिन थम्जे भने चाहिँ सर्व पानीहरू भनेको हो। देवता देम्बर सो भने चाहिँ सुख पाओस् भनेको हो। फेरि सिम्जिन थम्जे तुङ्गलता ठेवर सो भन्नु बेलामा सर्व पानीहरूलाई दुःख नपाओस् दुःख पाडो मुक्ति पाओस् भनेर चाहिँ यसरी प्रार्थनामा चाहिँ अनि लेखेको छ। हामी सबैले त्यो प्रार्थना जहिले पनि गर्दै आएको छ। त्यसो कारणले अब सर्व प्राणीहरू सबैलाई सुख पाउने अब दुःखबाट मुक्ति पाउनुपर्छ भनेर त्यो हामीले प्रार्थना गर्नु पर्नेछ। त्यो प्रार्थना गरेकै मात्र नभएर हामी यो काममा लिएर हामीले त्यो चाहिँ गर्नुपर्छ। त्यसो कारणले आजको दिनमा म पनि सुख चाहिने दुःख नचाहिने एउटा हो। हजुरहरू सबै पनि सुख चाहिने दुःख नचाहिने हामी सबै एउटै हो। त्यसमा केही फरक छैन। हुनु त हामी जन्म लिनु बेलामा अलिअलि त्यो थारको कुराहरू केही न केही अलिअलि गर्छ। तर त्यो चाहिँ दोस्रो हो। पहिला चाहिँ हामी सबै
अनि एउटा मन भएको मान्छे एउटै हो, मानव। त्यो मन भएको कारणले हामी सबै सुख चाहिने दुःख नचाहिने एउटै हो। त्यसो कारणले अरूलाई दुःखहरू हुँदाखेरि हामीले त्यो दुःखबाट मुक्ति हुने, त्यो दुःख टेक्नु सक्ने, त्यो चाहिँ हामीले जति सक्दो गर्नुपर्छ। अरूलाई सुख चाहेको कारणले हामीले अरूलाई सुख दिने, उहाँलाई सुख पाउनको लागि हामीले कार्यहरू केही न केही हामीले गर्नुपर्छ। त्यसो कारणले अहिले यस्तो धर्म प्रवचनको यस्तो कार्यहरू चाहिँ अघि प्रार्थना गरेकै जस्तो सर्व प्राणीलाई सुख हुने र दुःखबाट मुक्ति पाउनुको लागि अनि उपाय, त्यस्तो उपाय भएको एउटा हो। धर्म प्रवचनको त्यस्तो प्रोग्रामहरू राख्यो भनेदेखि बुद्धको शिक्षाहरू धेरै अनि पाउँछ। त्यो शिक्षा पायो भनेदेखि मान्छेहरूलाई, प्राणीहरूलाई दुःख हुँदाखेरि त्यो दुःखबाट कसरी हामीले अनि मुक्त हुने, दुःखलाई कसरी टेक्ने, त्यसको उपायहरू सबै अनि त्यो बुद्धको शिक्षाद्वारा पाउँछ। फेरि बुद्धको शिक्षाद्वारा चाहिँ अरूलाई सुख कसरी प्राप्त गर्ने, सुख पाउनेको तरिकाहरू त्यो सबै बुद्धको शिक्षाको भित्र हुन्छ। त्यसो कारणले धर्म प्रवचनको प्रोग्राम राख्यो भनेदेखि सर्व प्राणीलाई फाइदा हुने, सर्व प्राणीलाई दुःखबाट मुक्ति हुने, पुण्य कमाउने, मान्छेको मनको भित्र भएको राम्रो सोचहरूलाई विकास हुने, मान्छेको मनको भित्र भएको नराम्रो सोचहरूलाई अनि टेक्ने, त्यसले सानो बनाउने हो, त्यस्तोहरू सबै हुन्छ। त्यसो कारणले यहाँ अनि मणिपा समाज सङ्घहरूले यस्तो अनि धर्म प्रवचनको प्रोग्राम राखे। अनि हाम्रो त्यहाँ तिब्बती बौद्धहरू अनि भुटियाहरू अनि बौद्धहरू उहाँहरूले पनि अनि सहयोग गरे। हजुरहरू पनि यो धर्म प्रवचन चाहिँ धेरै महत्त्वपूर्ण हो भनेर सोचेर यता आए। हामी सबै मिले। त्यस्तो अनि हामी मिल्नु पाएकोमा अनि साँच्चै नै मेरो मनमा धेरै खुसी लाग्यो। त्यसो कारणले अब आजको दिनमा हाम्रो अब धर्मको लागि केही समय छोडेर हामी छोडेर राखेर आज त धर्म प्रवचन हुन्छ, हामी जानै पर्छ भनेर हामी सबै यहाँ आउनुभयो, मिल्यो। अब हामीले बिहानको समय र पछि खानाको पछि धर्म प्रवचनको समयहरू छ, त्योहरू सबै फाल्तुमा नजाने, त्यो अनि त्यो समयहरू सबै राम्रो हुनुको लागि हामी सबैले अनि राम्रो गर्नुपर्छ। अब त्यसमा चाहिँ आज मैले भन्ने चाहिँ खास गरेर यहाँ त्यो प्रोजेक्टरमा लेखेको छ नि, नङचु मोटु तङ गोमयमले, यो हाम्रो सम्बुद्ध लेबेमा अनि भनेको शब्द हो। अब नेपालीमा तल लेखेको छ नि, बौद्धको धर्म, बौद्ध धर्मको परिचय र ध्यान अभ्यास भनेर चाहिँ अनि लेखेको छ। इङ्ग्लिसमा चाहिँ अनि इन्ट्रोडक्सन टु बुद्धिज्म र अनि मेडिटेसन एन्ड प्र्याक्टिस भनेर आज चाहिँ यसको विषयमा चाहिँ अनि भन्ने हो। तर जो हामीले गरेको कार्यहरू, प्रवचनहरू सबै राम्रो हुनुको लागि हामीले 3 कुरामा चाहिँ ध्यान दिनुपर्छ। यो चाहिँ सबैले मनमा राख्नुहोस्। एउटा चाहिँ के हो भनेदेखि पूर्व अभ्यास भन्छ। पूर्व अभ्यास भन्ने चाहिँ पहिला चाहिँ
पूर्वाभ्यास, दोस्रोमा चाहिँ मूल विषय, तेस्रोमा चाहिँ अन्तिमको प्रार्थना भन्छ। त्यसो कारणले हामीले धर्मको क्रियाहरू गर्छ त्यो बेलामा यो तीनवटा कुरालाई अनि मनमा राखेर ध्यान गरेर त्यो तीनवटा कुरा चाहिँ त्यो धर्मको क्रिया ठुलो होस् सानो होस्, ओम मन्नी पेमे हुङ भनेर एकचोटि मन्दिर जाबोस्, गुम्बालाई एकचोटि घुमोस्, आफैले भने मायाको सोच दयाको सोच एकचोटि आओस्। त्यस्तो धर्म कार्य सानोदेखि ठुलोसम्म जो गरेको कार्यहरू चाहिँ सफल हुने, राम्रो हुने, धर्ममा लाग्ने, माया न धर्ममा लाग्नेको लागि चाहिँ यो तीनवटा कुरालाई सबैले ध्यान दिएर गर्नुपर्छ भन्न चाहन्छु। त्यसो कारणले पहिलो पूर्वाभ्यास, अनि त्यसको पछि चाहिँ अनि मूल विषय, त्यसको पछि चाहिँ अन्तिमको प्रार्थना भनेर त्यो तीनवटा। अब त्यो पूर्वाभ्यास भन्ने छ नि, पूर्वाभ्यास भने चाहिँ धर्मको कार्य मूल विषय नगर्नेको अगाडि आफ्नो जिउ, आफ्नो वचन, आफ्नो मन खास गरेर आफ्नो मनमा हेरेर मैले अहिले धर्मको कार्यहरू गर्नु जान्दैछु, तर मनको सोच कस्तो देखि गर्छ रहेछ, रिस राग क्लेश त्यस्तो नराम्रो सोचले त्यो कर्म चाहिँ गर्ने रहेछ कि सोच त्यो शरण गमनको सोच, माया धोया अनि त्यो बुद्धिचितको सोचद्वारा गर्छ कि भनेर चाहिँ आफ्नो मनलाई हेर्नुपर्छ। मैले पनि अघि यहाँबाट आएर तीनचोटि ढोकेर यहाँ बस्नु बेलामा तुरुन्त मैले मनलाई हेरेँ होइन, किनभने कहिले कहिले यस्तो हेर्दाखेरि गुरुले पनि धर्म गरेको जस्तो अनि चेलाहरूले पनि धर्म गरेको जस्तो हुनसक्छ बाहिरको हेर्नेमा। तर कहिले कहिले यस्तो अक्लो भएको माथिमा बस्नु बेलामा आफ्नो मनलाई हेरेर धर्म नगर्यो भनेदेखि घमण्ड क्लेशहरू आउन सक्छ। अब म त यस्तो अग्लो माथि बस्यो छ, म त धेरै ठुलो होला भनेर त्यस्तो सोच आउन सक्छ। मान्छेले ठुलो को माथि राखेर मान्छे माथि हुने होइन, मान्छे ठुलो हुनु होइन। नभएर तल्लै बस्यो भनेदेखि मान्छे सानो हुने पनि होइन। मान्छे ठुलो र सानो भने चाहिँ ज्ञान ठुलो र सानोमा हेर्नु पर्यो। ज्ञान ठुलो भएदेखि मान्छे ठुलै हुन्छ, ज्ञान ठुलो नभएर सानोदेखि मान्छे सानै हुन्छ। त्यसो कारणले कहिले कहिले गुरुले पनि आफ्नो मनले हेरेर राम्रो नगर्यो भनेदेखि फेरि पापमा लाग्न सक्छ। चेलाहरूले पनि यो हामी यहाँ आउनु बेलामा मनको सोच राम्रो गरेर आउने, धर्म सुन्ने बेलामा पनि मनको सोच राम्रो गरेर सुन्यो भनेदेखि धर्म गरेको हो। फेरि आउनु बेलामा पनि रिस राग क्लेश घमण्डी फेरि आएर पनि मनको भित्र के सोचेर धर्म सुन्यो भनेदेखि फेरि त्योहरू पनि पापमा जानु सक्छ। त्यसो कारणले बुद्धले के भनेको छ भनेदेखि धर्म गर्नुको अगाडि पहिला आफ्नो मनलाई शुद्ध बनाऊ भनेको छ। मन शुद्ध बनाउनुको लागि पूर्व सोचमा ध्यान दिऊ भनेको छ। पूर्व सोचको भित्र के चाहेको छ भनेदेखि शरण गमनको सोच। शरण गमनको सोच भने चाहिँ अघि गुरुहरूले पढ्नु भयो नि, साङ्गे छेद छोके छोनमला छङ्जु भर्दो दाने केप्सु छे भनेर बुद्ध धर्म सङ्घलाई मनदेखि नै म मान्छु ढोक्छु भनेको सोच, त्यसलाई शरण गमनको सोच भन्छ। फेरि अघि गुरुहरूले के भन्नुभयो भने दागी जिन्सो गेबे छो नम्के ढोला फेन्चे साङ्गे डुबर सो भनेको छ। त्यसले चाहिँ के देखायो भनेदेखि
मनमा चाहिँ बुद्धिचितको सोच हुनुपर्छ भनेको छ। बुद्धिचितको सोच भने चाहिँ कस्तो हो भनेदेखि सर्व प्राणीहरूलाई सुख पाओस्, सर्व प्राणीहरू दुःखबाट मुक्ति पाओस्, त्यसको लागि मैले बुद्धता प्राप्त गर्छु भन्ने त्यस्तो सोच चाहिँ हुनुपर्छ भनेको छ। शरण गमनको सोच भएर अनि मूल विषयमा धर्म प्रवचन गर्नेले गर्ने, सुन्नेले सुन्यो भने त्यो चाहिँ बौद्धको धर्ममा लाग्छ। त्यो सँगै बुद्धिचितको सोचले धर्म गर्यो भने जो गरेको धर्म कार्य चाहिँ महायान धर्ममा लाग्छ। त्यसो कारणले त्यो दुई सोच चाहिँ धेरै महत्त्वपूर्ण हो। त्यसको लागि अब हामी सबैले अनि पूर्व सोच शरण गमन र बुद्धिचित राम्रो हुनुको लागि सबै हामी सँगै गरौँ है, मैले पहिला भन्छु। अब त्यसमा सबैले पहिला जिउ चाहिँ ठरेर सिधा बस्नुहोस् है, जिउ सिधा बस्नुहोस्। अनि हात चाहिँ आफ्नो चित्तमा यसरी राख्नुहोस्। आफ्नो अगाडि अनि स्वभाव चाहिँ आफ्नो मूल गुरु अनि रूप चाहिँ गौतम बुद्ध शाक्यमुनि भन्ने उहाँलाई राम्रो गरेर चाहिँ सम्झिनु। आफ्नो अगाडि गौतम बुद्ध सत्य नै छ भनेर राम्रो गरेर सम्झिनु। अब उहाँको वारीबारी अनि हाम्रो थेरावादाको अनि आर्यहरू थेरावादाको गुरु हुन्छ, थेरावादाको अनि त्यो देवादेवीहरू हुन्छ, त्यस्तोहरू पनि छ भनेर सम्झिने। त्यस्तै जस्तो गरेर चाहिँ अनि महायानको अनि पण्डित गुरुहरू नालेन्डाको 17 पण्डितहरू छ, उहाँहरू पनि सबै छ भनेर सम्झिनु। त्यस्तै गरेर अनि भारतमा भएको 80वटा ठुप्चेन गेजु भन्छ, 80वटा सिद्धिहरू महासिद्धिहरू सबै छ भनेर सम्झिनु। त्यस्तै गरेर चाहिँ हाम्रो हिमालयन क्षेत्रमा तिब्बतमा पनि हाम्रो नेपाल हिमालयन क्षेत्रमा अनि गुरु रिम्पोछेद्वारा भएको अनि nganggyur nyingmako महागुरु देवादेवीहरू सबै छ भनेर चाहिँ सम्झिने। त्यस्तै गरेर अनि न्यामे कक्यु भन्छ, त्यहाँको गुरु लामा मार्पा जुजु मेला रेबदोजे अनि थाकपोल हाजे, त्यस्तै गरेर कक्युको गुरु देवादेवीहरू सबै छ भनेर सम्झिने। त्यस्तै गरेर चाहिँ साक्य खोमाङदेखि लिएर गुरु देवादेवीहरू सबै छ भनेर सम्झिने। त्यस्तै गरेर अनि गिलुपाको चोङ्खाबादेखि लिएर गुरुहरू देवादेवीहरू सबै छ भनेर चाहिँ सम्झिने। यस्तो गरेर आफ्नो अगाडि गुरु देवादेवीहरू सबै अब भन्यो भने अनि बुद्ध रत्न, धर्म रत्न, सङ्घ रत्नको भित्र सिमेटेको भएको गुरु देवादेवहरू सबै आफ्नो अगाडि छ भनेर राम्रो गरेर सम्झिनु। अब आफ्नो अगाडि पछाडि वारीबारी आफै मात्र नभएर आफ्नो अनि धेरै कृपा ठुलो भएको अनि बा आमा, त्यस्तै गरेर आफ्नो परिवारहरू, त्यस्तै गरेर छिमेकीहरू, टोल छिमेकीहरू, त्यस्तै गरेर सर्व प्राणी
एउटा पानी पनि छोड्नु हुँदैन आफ्नो वरिपरि सर्व पानीहरू सबै छ भनेर सम्झिने है त्यसको पछि हामी सर्व पानीहरूले बुद्ध रत्न धर्म रत्न सङ्घ रत्नलाई मनदेखि नै मानेर चाहिँ ढोग्दैछु भनेर चाहिँ सम्झिने सबैले यसरी गरेर सम्झिनुहोस् त्यो सँगै सँगै हामी सर्व पानीहरूलाई अनि दुःखबाट मुक्ति पाएर अनि परम सुख पाओस् त्यसको लागि मैले बुद्धता प्राप्त गर्छु भन्ने बुद्धिचितको सोच एउटा चाहिँ उपलब्ध गर्नुहोस् सबैले त्यस्तो मनको भित्र पूर्व सोच शरण गमन र बुद्धिचित सोच चाहिँ आउनुपर्छ पहिला यो चाहिँ सबैले गर्नुहोस् त्यसको पछि हामी सबैसँगै अनि नमो तस्स भनेर चाहिँ अनि तथागतलाई अनि ढोक्ने त्यसको पछि बुद्धम शरणम भनेर चाहिँ बुद्ध धर्म सङ्घलाई ढोक्ने त्यसको पछि सङ्घे छुचोकमा गर्ने अब सबैले सँगै गरौँ है त नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धास्स बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि नमो गुरुवे नमो बुद्धाय नमो धर्मय नमः संघाय सांगे चोदां सोगे चोनाला चांजो बदो दाने गिजुनजे दागे चुशे गेबे चोनांगे डोला बेजे सांगे रूबराजो सांगे चोदां सोगे चोनाला चांजो बदो दाने गिजुनजे दागे चुशे गेबे चोनांगे डोला पेंजर सांगे रूबराजो सांगे चोदां सोगे चोनाला चांजो बदो दाने गिजुनजे दागे चुशे गेबे चोनांगे सांगे रूबराजो अब यहाँसम्म चाहिँ
अनि अघि भनेकै जस्तो पूर्व आभास भन्ने चाहिँ अनि सकियो। अब दोस्रो मूल विषय भन्ने चाहिँ अब सुरु गर्छु। अब यसमा चाहिँ आज मैले मूल विषयमा भन्ने अनि प्रवचनहरू कुराहरू चाहिँ के हो भनेदेखि यहाँ अनि सम्बुद्ध लिपिमा लेखेको छ, 5 वटा छ है। अब यो 5 कुरा पहिला म भन्छु। नङचुगी फेयुन दाङ जुक्सुल निपा नङचुगी छुङरिम सुम्बा नङचु ngotu ngwe शिवा नङबे गोम न्यामले ngapa नङचु सुङजुप छेछु भनेर 5 वटा। अब यहाँ नेपालीमा सबैले हेर्नुस् है। आज मैले भन्ने चाहिँ 5 विशेष सूची है। एउटा पहिलो चाहिँ के हो भनेदेखि बुद्ध धर्मको लाभ र बुद्ध धर्मलाई हामी कसरी लाग्ने भन्ने चाहिँ पहिलो। दोस्रो चाहिँ के हो भनेदेखि नङचुगी छुङरिम भन्छ हैन, त्यो चाहिँ बुद्ध धर्म भन्ने चाहिँ यो संसारमा यो जम्बुद्वीपमा कसरी भएको त्यसको इतिहास अलिकति हामीले थाहा हुनुपर्छ। खास गरेर हिमालयन क्षेत्रमा भएको बुद्ध धर्म चाहिँ कसरी भएको त्यस कुरा चाहिँ दोस्रो। तेस्रोमा चाहिँ के हो भनेदेखि बुद्ध धर्मको परिचय, मूल बुद्ध धर्मको परिचय भन्ने चाहिँ त्यो चाहिँ तेस्रो है। चौथोमा चाहिँ बौद्धको ध्यान अभ्यास भन्ने चाहिँ कस्तोलाई भन्छ, ध्यान अभ्यास कसरी गर्नुपर्छ त्यसको विषयमा। नम्बर 5 मा चाहिँ अब बुद्ध धर्म भने चाहिँ यदि यस्तो महत्त्वपूर्ण हो भनेदेखि बुद्ध धर्मलाई संरक्षण कसरी गर्ने, बुद्ध धर्मलाई संरक्षण गर्ने उपाय तरिका के छ हो त्यस्तो गरेर आज अनि 5 वटा कुरामा सबैले ध्यान गर्नुस्। म पहिले नै भन्दैछु, आज यस्तो गुरु आएर धर्म प्रवचन सुनाएर तपाईहरुले के सुन्यो, के जान्यो, आज के को विषयमा भन्नुभयो भन्ने बेलामा आफूले आज चाहिँ खास गरेर 5 कुरा उहाँले भन्नुभयो भनेर चाहिँ सबैले मनमा राख्नुपर्छ। अघि मैले भनेकै जस्तो आजको हामी सबैले आफ्नो महत्त्वपूर्ण समयहरू सबै छोडेर यहाँ आएको, धर्मलाई धेरै ठुलो मानेर म पनि यहाँ आएको हामी सबै। अब त्यो समय चाहिँ महत्त्वपूर्ण भएको कारणले त्यसलाई अनि फल्दुमा नजाओस् भनेर हामीले जान्नुपर्ने कुरा यो 5 चाहिँ हो। अब त्यसमा अब म पहिला के भन्नु चाहन्छु भनेदेखि बुद्ध स्वयंले कङ्गुरको भित्र उहाँले एउटा भन्नुभएको छ, गेलोङथा सेबाने ड्रिप सोने छि छे दुजिन दर तेम्बे तेम्बाया नेपर जिबुर ग्योना ची छेर जुजुदा तुलो तेम्बे डुबर मिछे मिलुने सिन्दु नेबर काना तेथोमने ग्यावे तेम्बाला रब्तु छोवाया नेने थार्बे 된다 메tum버리 교다래 결혼다 소다 자신 치와니 라이 추림 냠신 시관에 대다 마이노 대치치를 셔나 소다 자신 치와니 깨와 딩이 세세버리 교기 추림 냠신 시관에 깨와 몸차 깨이 파도 리다 대신 대와 방데 넘버 2 전부 냠소녀거리 교로 바네라
बुद्ध स्वयंले यसो भनेको छ। अब यसको मतलब छोटकरीमा भन्यो भनेदेखि भिक्षु र भिक्षुनी उपासिका अनि उपासका जो बुद्धको चेलाहरूले सुन्नुस् भनेको छ। अब के भन्नु चाह्यो भनेदेखि बुद्धले गेलोङथा सेपाने ड्रिप है। अब हाम्रो मन भने चाहिँ हुनु चाहिँ मनको स्वभाव चाहिँ शुद्ध हो। आकाशको स्वभाव चाहिँ नीलो, त्यो बादलहरू केही छैन। अब आकाशको स्वभावमा त बादलहरू चाहिँ पछि हावाले ल्याएर आएर अनि त्यो आकाशको माथि पछि तर्कालमा आएको हो। आकाशको स्वभावमा बादलहरू छैन। त्यही जस्तो हाम्रो सर्व प्राणीहरूको मनको स्वभाव शुद्धै हो। तर हामीले रिस राग क्लेश त्यस्तोमा धेरै बानी बढेको कारणले रिस राग क्लेशहरू चाहिँ पछि हाम्रो मनको माथि आएको हो है। नत्र हाम्रो प्राणीहरूको मनको स्वभाव शुद्धै हो है। त्यसो कारणले हुनु चाहिँ मनको स्वभाव शुद्धै हो। तर हाम्रो मन चाहिँ अलिकति क्लेशलाई बानी भएको कारणले, रिस रागमा बानी भएको कारणले मन चाहिँ नराम्रो हुँदै 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 जाँदैछ भनेको छ। गेलोङथा सेपाने ढिप भनेर मन चाहिँ नराम्रो नराम्रो हुँदै जान्छ भनेको छ। सेपाने ढिप सोने छे, एक दिन हामी सबै मर्नुपर्छ। नमरेर बस्ने भन्ने मानवमा छैन। बुद्ध स्वयं भने बुद्धता प्राप्त गरिसक्यो, सर्व ज्ञान पाइसकेर पनि निर्वाण प्राप्त गर्नु पर्यो। त्यसो कारणले चाहिँ गेलोङथा सेपाने ड्रिप सोने छे छै दुजेनन्दोर, एक दिन हाम्रो उमर पनि अनि पुगेर छोड्नुपर्ने हुन्छ। अब मेरो उमर सक्यो भने त्यस्तो समय पनि आउनु सक्छ भनेको छ। गेलोङथा सेपाने ड्रिप सोने छे छै दुजेनन्दोर तेम्बे तेम्बाया न्यापर तेम्बे तेम्बाया न्यापर न्याम भनेको अहिले हामी बुद्ध शाक्य मुनिको धर्म भनेर चाहिँ अनि 5 के अरे 5000 अनि सम्म 5000 सम्म अनि हाम्रो यो के अरे वर्ष 5000 वर्षसम्म बुद्धको धर्म चाहिँ बस्छ। अहिले 2500 गइसक्यो, अझै 2400 वर्ष बुद्ध धर्म चाहिँ बस्छ। तर पनि त्यो बुद्धको धर्म पनि बिस्तारै बिस्तारै अनि हराएर जान्छ भनेको छ। सेपानेन्टे सोने छे थे दुजेनन्दोर तेम्बे तेम्बाया न्यापर जिबुर युना ची छिर चुन्जु त तुलो तेम्बे डुबर मेछे। हामी मान्छे सुख चाहिने दुःख नचाहिने, बुद्ध धर्म भने चाहिँ धेरै ठुलो हो, म बुद्ध धर्ममा मान्छु, बुद्ध धर्मले ढोक्छु भन्दै भन्दै कर्ममा किन नलागेको भनेको। बुद्ध धर्मले इच्छा छ मान्छु भन्दै भन्दै बुद्ध धर्म किन नगरेको, आफ्नो कराईमा बुद्ध धर्म किन नलिएको है। बुद्ध धर्मलाई हामीले बल दिएर आफ्नो जति शक्ति छ त्योहरू प्रयोग गरेर धर्ममा लाग्नुपर्छ भनेको छ। तेम्बे तेम्बाया न्यापर जिबो क्युना
चिछिर चुन्जु त तुलो तेम्बे डुबर मेचे केन बुद्ध धर्मलाई कर्ममा नलिएको बुद्ध धर्म किन नगरेको भनेको छ चिछिर चुन्जु त तुलो तेम्बे डुबर मेचे ओरे बुद्ध धर्मलाई ध्यान अभ्यास किन नगरेको भनेको छ चिछिर चुन्जु त तुलो तेम्बे डुबर मेचे मिलुने सिधो नेबर कान भनेको छ मानवको जीवन भन्ने चाहिँ सजिलोदेखि पाउनु सक्ने होइन मानवको जीवन पाउनुको लागि धेरै कष्ट गर्नुपर्ने धर्म गर्नुपर्ने हो पहिलाको जन्ममा अनि अहिलेको मानव जीवन मान्छे भनेको जीवन यस्तो राम्रो पाउनुको लागि हामीले धर्म गरेको छ त्यो धर्म गरेको कारणले अहिले मानवको जीवन मान्छेको जीवन पाइसकेको छ तर त्यो पाएको जीवन पनि किन तपाईले फाल्तुमा अनि त्यो जानु दिने भनेको छ मिलुने सिधो नेबर काना थेथोम्ने ग्यावे तेम्बाला रब्दु छोया न्याने थर्बे तेन्दा मिथुम्बर गुर्तारी भनेर यस्तो मानव जीवन मान्छेको जीवन पाएर बुद्ध धर्मलाई सुन्ने चिन्तन गर्नु सक्ने ध्यान आबुस गर्यो भनेदेखि गर्नु सक्ने त्यस्तो जीवन पाएर भने धर्मलाई त्यति वास्ता नगरेर धर्मको ध्यान अभ्यास छोडेर यसो कसरी बसेको भनेको छ रब्दु चोया थाबे त्यो छोडेर त्यो हामी दुःखदेखि मुक्ति पाएर अनि परम सुख त्यो बुद्धको मार्गमा गएर बुद्ध भूमिमा हामी जानुपर्ने हो तर त्यो नगएर चाहिँ अधर्म अकुशल कर्ममा लागेर चाहिँ यो संसारमै घुमेर किन बसेको हो यो संसारमा घुमे मात्र होइन अब नरकमा जानेको लागि पापको कामहरू किन गर्दैछ भनेर चाहिँ बुद्धले यसरी भनेको छ रब्दु चोया न्याने थर्बे तेन्दा मिथुम्बर गुर्तारे केलोङथा सोता जासी छिवाने लाए छिटिम न्याम्ची सिक्पाने थेदा माइनो सुन्नुस् अनि चेलाहरू है यो मानवको जीवन भने चाहिँ एक दिन हामीले छोड्नुपर्ने हुन्छ एक दिन हामी सबै मर्छ अब मर्यो भने चाहिँ केही त छैन तर त्यो मरेको पछि अनि कहाँ हामी अनि जन्म लिन्छ त्यो चाहिँ हामीले सोच्नुपर्छ भनेको छ हामीले यही जीवनमा अनि त्यो के अरे अनि अकुशल कर्म मात्र गर्यो भनेदेखि हामी मरिसकेको पछि हामी नरकमा अनि जानुपर्ने हुन्छ त्यसो कारणले यदि हामी नरकमा गयो भनेदेखि अनि हामीलाई सुख पाउँदैन दुःखै दुःख भोग्नुपर्ने हुन्छ भनेको छ र मिथुम्बा gyutare kelongda soda tashi chiwane layi tsirim nyamshi shibane teda mayino techichirishana soda tashi chiwane kyawa dingi gitse sebar gyugi sultim nyamshi shigbene kyawa bumcha kyayi pardo rikta teshin dewa pangde number 2 chambu nyamso yongre gyuro हजुरहरूले यस्तो मानव जीवन पाएर धर्म नगरेर पाप गरेर मर्यो भनेदेखि पछिको जीवनमा यस्तो जीवन पाउँदैन सुखहरू सबै पाउँदैन दुःखै दुःख भोग्नुपर्ने हुन्छ त्यस्तो कारणले अब तपाईहरुले राम्रो गरेर सम्झिनु दुःखै दुःख त्यस्तोमा चाहिँ अनि नपर्नु पापको कामहरू छोडेर धर्ममा लाग्नुस् भनेर बुद्धले यसरी भनेको थियो त्यसो कारणले यो बुद्धको वचनले हामीले के याद दिलाउँछ भनेदेखि हामीले बुद्धको धर्ममा लाग्नुपर्छ भनेर चाहिँ उहाँले भन्नुभयो त्यसो कारणले अहिले यहाँ मैले यहाँ के भन्न चाहेको
यदि हामी बुद्ध धर्ममा लाग्नु पर्यो भने पर्छ भने अब बुद्ध धर्मलाई अनि लाग्नु पर्यो। तर त्यो लाग्ने चाहिँ अन्धविश्वासले बुद्ध धर्मलाई लाग्ने कि बुद्ध धर्मलाई जानकार भएर, बुद्ध धर्मको फाइदा थाहा भएर, बुद्ध धर्मको लाभहरू थाहा भएर बुद्ध धर्ममा लाग्ने त्यो हो। हुनु त हामीले अन्धविश्वासले लागोस्, विश्वासले लागोस्, जो होस् बुद्ध धर्म लागेको हो। तर फरक छ। हाम्रो मानव जीवनको मनको भित्र दुई गुण छ। त्यो के हो? एउटा चाहिँ राम्रो मन, एउटा चाहिँ के हो भनेदेखि बुद्धि भन्ने दुई छ। हामीले के गर्नुपर्छ? राम्रो मन चाहिँ विकास गर्नुपर्छ। त्यो सँगै हाम्रो बुद्धिलाई विकास गर्नुपर्छ। त्यसो कारणले हामीले बुद्धिलाई प्रयोग गरेर, हामीले विवेकलाई प्रयोग गरेर, छेउको भाषामा भन्छ रिक्पा शेरप भन्छ। रिक्पा र शेरप अहिले मैले भनेको बुद्धि, विवेक, बुद्धि र विवेकलाई प्रयोग गरेर अनि बुद्ध धर्मको अनि लाभ फाइदाहरू थाहा भएर अनि बुद्ध धर्ममा लाग्यो भनेदेखि त्यो लाग्ने तरिका चाहिँ धेरै राम्रो हुन्छ। त्यो चाहिँ मजबुत हुन्छ। बुद्ध धर्मलाई पढेर त्यसको बुद्धिले बुद्ध धर्मको लाभ, बुद्ध धर्मको फाइदाहरू थाहा नभएर बुद्ध धर्ममा लाग्यो भने कहिले त्यो लागेको राम्रो हुन्छ। तर कहिले नराम्रो मान्छेहरू, धर्मलाई नमान्ने मान्छेहरू त्यस्तो मिल्ने बेलामा उहाँले नराम्रो कुराहरू के गरेर धर्म भने चाहिँ फाइदै छैन, त्यो बुद्ध धर्म त अझै फर्दै छैन भनेर नराम्रो कुरो गर्दाखेरि आफूलाई बुद्धि र विवेक छैन भनेदेखि होला जस्तो लाग्छ। त्यस्तो गरेर चाहिँ अरू मान्छेहरूले त्यस्तो कुरा भन्दाखेरि होला धर्म भने चाहिँ फाइदै छैन, बुद्ध धर्म भने चाहिँ फाइदै छैन। अब पहिले त मैले मान्यो तर म त्यसले फाइदा देखेन, अब छोड्छु भनेर छोड्नु सक्छ। आफ्नो बुद्धि र विवेकले धर्मको कुराहरू सबै पढेर जानकार भएर धर्ममा लाग्यो भनेदेखि जति मान्छेले नराम्रो भन्यो भनेदेखि तर आफ्नो इच्छा, आफ्नो अनि त्यो के अरे आफ्नो विश्वास त्यो नतोडेर बस्नु सक्छ। त्यसो कारणले मैले यहाँ पहिला के भन्न चाहन्छु भनेदेखि अनि बुद्ध धर्मको लाभ फाइदा त्यसको विषयमा अलिकति भन्न चाहन्छु। त्यो पनि अहिले म के भन्न चाहन्छु भनेदेखि अहिले समय कहाँ पुगेको छ? 21 शताब्दीमा पुगिसक्यो छ। 21st सेन्चुरी त्यसमा हामी पुगिसक्यो छ। यो जम्बुद्वीपमा पनि बाहिरिक विकास, बौद्धिक विकास अनि दान दौलत त्यस्तोमा धेरै विकास हुँदैछ। अनि त्यो सँगै अनि एजुकेसन, मोडर्न एजुकेसनमा धेरै विकास, पढाइमा, शिक्षामा, त्यो आधुनिक शिक्षामा धेरै विकास हुँदैछ। त्यस्तो समयमा पनि हामी बौद्धहरूले बुद्धको शिक्षालाई पढेर जानकार गरेर विकास हुनुपर्छ। त्यसो कारणले यदि हामीले बुद्ध धर्मलाई नपढ्यो भनेदेखि सिर्फ अन्धविश्वासमा बस्यो भने एक दिन त्यो बाहिरको बौद्धिक विकास, दान दौलत विकास, आधुनिक शिक्षा त्यस्तो विकास भएर यता बुद्ध धर्मलाई हेप्ने त्यस्तो पनि हुनसक्छ। त्यसो कारणले चाहिँ यो समय अनुसार हामी पनि बुद्ध धर्मलाई पढेर बुद्ध धर्मको शिक्षाहरू थाहा भएर त्यो बुद्ध धर्ममा विकास हुनुपर्ने धेरै ठुलो कुरा हो।
यो समय अनुसार जानुपर्ने कुरा हो। पहिलाको जमाना पहिलाको सोचमा मात्रै बस्नु हुँदैन। त्यसो कारणले मैले यहाँ आज हुनु त बौद्धहरू धेरै नै छ, खास गरेर युवा युवतीहरू छ। त्यसो कारणले युवा युवतीहरूले आफ्नो मनको भित्र भएको राम्रो मनलाई विकास गर्ने, बुद्धिलाई विकास गर्नुपर्ने धेरै ठुलो कुरा हो। त्यसो कारणले मैले यहाँ भन्दैछु। अब यहाँ सुन्नुहोस्, बुद्ध धर्मलाई अनि बुद्ध धर्मलाई लाग्यो भने, बुद्ध धर्मलाई विश्वास गर्यो भने, बुद्ध धर्मलाई सुन्ने पढ्ने ध्यान अभ्यास गर्यो भनेदेखि के फाइदा छ त्यसको विषयमा चाहिँ मैले यहाँ पहिलो बौद्ध धर्मको लाभ तथा अनि के अरे बुद्ध धर्मलाई लाग्ने तरिका विधि त्यो चाहिँ मैले चाहिँ भनेको छैन। अब त्यसमा चाहिँ यहाँ हेर्नुहोस् है, यो छेउको भाषा पढ्नु सक्नेहरूले छेउको भाषामा पढ्न सक्छन्, नेपालीमा पढ्न सक्ने नेपालीमा, इङ्ग्लिसमा पढ्न सक्ने इङ्ग्लिसमा, तीनमा मैले यहाँ चाहिँ लेखेको छ। अब यहाँ के छ भन्दा बुद्ध स्वयंले भनेको थेबे छेनम सेबर ग्युर थोबे थेबे देले दोबर ग्यो थेबे तेमा यिमा पोङ थेबे न्याङे देव थोप। यो पहिलाले के चिनाएछ भनेदेखि यहाँ नेपालीमा छ नि, बुद्ध धर्मलाई सुन्यो भने पढ्यो भने के फाइदा छ भनेदेखि धेरै कुराहरू थाहा हुन्छ रे। एकमा साधारणमा भन्यो भनेदेखि बुद्ध धर्मले राम्रो गरेर पढ्यो भनेदेखि सर्व ज्ञान पाउँछ रे। बुद्ध धर्मलाई पढ्यो भनेदेखि हामीले हाम्रो मनको भित्र भएको मलाई सुख चाहियो, मलाई दुःख चाहिँदैन भन्ने मन त हामी सबैले छ नि। तर सुख भने चाहिँ के हो भनेदेखि थाहा नहुने, दुःख भने चाहिँ सत्य कस्तोलाई भन्छ भने त्यो पनि थाहा नहुने। अब सुख र दुःख थाहा भएर भने सुखलाई कसरी प्राप्त गर्ने त्यसको उपाय के छ भने त्यो थाहा नहुने। मलाई दुःख चाहिँदैन भनेर ल ठिक छ, अब तपाईँले यो दुःखलाई त्याग्नुहोस्, यो दुःखदेखि तपाईँले मुक्त हुनुहोस् भनेदेखि कसरी त्याग्ने, मुक्त गर्नेको तरिका के छ, उपाय के छ भने फेरि त्यो पनि थाहा नहुने। अब धर्म गर, अधर्म नगर, कुशल कर्म गर, अकुशल कर्म छोड भन्दाखेरि कुशल कर्म भने के हो थाहा छैन, अकुशल कर्म भने के हो थाहा छैन भनेर हामीले अज्ञानको द्वारा हामीले धेरै कुराहरू चाहिँ थाहा हुँदैन। यो पनि थाहा छैन, यो पनि थाहा छैन, यो पनि थाहा छैन, त्यस्तो हुन्छ। त्यसो कारणले बुद्धले के भन्नुहुन्छ भनेदेखि तपाईँले बुद्ध धर्म राम्रो पढ्नुहोस्, तपाईँको बुद्धि तपाईँको विवेक धेरै विकास हुन्छ। त्यो द्वारा तपाईँलाई सर्व ज्ञान पाउँछ। तपाईँको अज्ञान भन्ने त्यस्तो मनलाई तपाईँले अनि के भन्छ टेक्नु सक्छ। त्यसो कारणले तपाईँले सुख दुःख त्यसको तरिका, पापको पाप र धर्मको विषयमा फरक हो, कुशल कर्म र अकुशल कर्मको विषयमा फरक, जीव भन्ने चाहिँ कस्तोले भन्छ, मन भन्ने चाहिँ कसोले भन्छ, वचन भन्ने चाहिँ कसोले भन्छ, मनको भित्र भन्ने राम्रो मन कस्तो, नराम्रो मन कस्तो, राम्रो मनले कसरी विकास गर्ने, नराम्रो मनले कसरी त्याग्ने, त्यस्तो कुराहरू सबै एक एक गरेर चाहिँ सबै ज्ञानहरू पाउँछ रे। त्यसो कारणले बुद्ध धर्मलाई पढ्यो भने, बुद्ध धर्मलाई अनि त्यो धर्म सुन्ने चिन्तन त्यस्तो गर्यो भनेदेखि त्यो फाइदा छ भनेको छ। थेबे छोरम सेबर क्योर थेबे दिगले दोबर छे। यो के हो भनेदेखि तपाईँले बुद्ध धर्म पढ्यो भनेदेखि तपाईँले पाप भन्ने, अकुशल कर्म भने चाहिँ थाहा हुन्छ।
अकुशल कर्म भने चाहिँ थाहा भयो भनेदेखि हामीलाई दुःख चाहिँ कसरी भएको भनेदेखि अकुशल कर्मद्वारा भएको। त्यो थाहा भएर अकुशल कर्मले टेक्न सक्यो भनेदेखि अकुशल कर्मदेखि आएको दुःख भने तपाईँलाई भोग्नु पर्दैन भनेको छ। त्यसो कारणले थेपे देख्ले दोपर छे भनेको छ है। धर्मलाई पर्यो भनेदेखि तपाईँले अकुशल कर्म पाप भन्ने चाहिँ तपाईँले टेक्नु सक्छ भनेको छ। थेपे त्यहाँ यम पङ यहाँ हेर्नुहोस् त बुद्धले कस्तो राम्रो भनेको छ। हामी यसरी एकछिन बसौँ त, मनलाई हेर्नुहोस् त, हाम्रो मन चाहिँ स्थितिमा बस्नै सक्दैन। अहिले मन चाहिँ यसरी बसेको जस्तो हुन्छ, तर मन चाहिँ यता जान्छ उता जान्छ, कहाँ कहाँ पुग्छ। फेरि धेरै नराम्रो कल्पनाहरू आउँछ, धेरै सोचहरू आउँछ। त्यो मन चाहिँ शुद्धमा स्थितिमा एउटा कुशलको चिजको माथि ठक्कै बस्नु सक्ने छैन हामीलाई। तर तपाईँले बुद्ध धर्म पढ्यो भनेदेखि मन भने चाहिँ के हो, मनको भित्र भएको समाधि के हो सबै थाहा हुन्छ। त्यसो थाहा भएर अनि आफ्नो मनलाई आफूले निरन्तर गरेर, आफ्नो मनलाई आफूले कन्ट्रोल गरेर मन चाहिँ कुशलको चिजको माथि ठक्कै बस्नु सक्ने त्यस्तो शक्तिहरू पाउँछ रे। त्यो मात्र नभएर त्यो मनको ज्ञान, त्यो के अरे मधुशोधन, अब इङ्ग्लिसमा भन्छ मेन्टल साइन्स, मेन्टल एजुकेसन भन्छ, मनको शिक्षा तपाईँ सबै पाउँछ। त्यो पाएर मनलाई कन्ट्रोल गर्नु सक्ने हुन्छ। त्यो कन्ट्रोल गर्नु सक्यो भनेदेखि मनको सुख आफूले पाउँछ। त्यसो कारणले यहाँ थेपेत्यमा यम पङ भने चाहिँ मनलाई कन्ट्रोल गर्न सक्ने एउटा अनि बल शक्ति अनि प्राप्त हुन्छ। त्यसको पछि समाता समाधि त्यस्तो अनि ज्ञानहरू प्राप्त गर्नु सक्छ भनेर त्यस्तो भनेको छ। यो पनि हामीले चाहेको कुरा रहेछ नि। हामीले आफ्नो मनलाई अनि कन्ट्रोल गर्नु नसकेको कारणले मनलाई परिवर्तन गर्नु नसकेको, त्यसो कारणले मन चाहिँ जहिले पनि नराम्रो कल्पनाको पछि गएर अनि त्यो नराम्रो सोच, रिस राग क्लेश त्यस्तै गएर दुखी हामी जीवनमा जाने चाहिँ त्यो। त्यसो कारणले मनलाई कन्ट्रोल गर्न सक्नुपर्छ। त्यसो लागि बुद्ध धर्मको भित्र तपाईँले बुद्ध धर्म पढ्यो भनेदेखि त्यो शिक्षाहरू सबै पाउँछ भनेको छ। अब त्यसको पछि थेबे न्याङ्गेन देव थोप भन्ने चाहिँ चौथो, बुद्ध धर्मले पढ्यो भनेदेखि अर्को फाइदा के छ भनेदेखि यदि तपाईँले बुद्ध धर्मले पहिला चाहिँ सुन्ने अनि पढ्ने चिन्तन गर्ने, त्यसको पछि बुद्ध धर्मलाई ध्यान अभ्यास गर्नु भनेदेखि तपाईँलाई मनकै भित्र अनि 5वटा मार्ग ज्ञानहरू चाहिँ प्राप्त हुन्छ भनेको छ। हामी सबैले शेरबिङबो भने चाहिँ पढ्छ नि है, तत्याथ गाते गाते परागाते परासमगाते बोधि सोहा भनेर। ओ त्यो त्यस्तो अनि भनेको ज्ञान जो छ नि मार्गहरू प्राप्त हुन्छ। त्यो भएर अन्तिममा तत्याथ गाते गाते परागाते परासमगाते बुद्धि सोहा भन्नु बेलामा आफ्नो मन चाहिँ निर्वाण बुद्ध भूमिमा पुग्छ। आफ्नो मनको माथि बुद्धता प्राप्त गर्न सक्ने हुन्छ। त्यसो कारणले यहाँ के भनेको छ, थेबे न्याङ्गे देवथोप, तपाईँले बुद्ध धर्म पढ्यो भनेदेखि अन्तिममा फाइदा के हुन्छ भनेदेखि आफ्नो मनको माथि भएको अनि दोष पापहरू सबै त्याग्नु सक्छ। क्लेशको जारा सबै त्याग्नु सक्छ। त्योहरू सबैदेखि मुक्ति पायो भने निर्वाण निरुत भन्ने त्यस्तो अनि प्राप्त गर्नु सक्छ भनेर त्यस्तो भनेको छ। त्यसो कारणले
बुद्ध धर्ममा यति फाइदाहरू छ। अझै मैले यहाँ के भन्छ सजिलो देखे एउटा कुरा भन्न चाहन्छु है, सबैको मनमा राख्नुहोस्। हामीलाई मनको भित्र जहिले पनि सुख चाहिन्छ, दुःख चाहिँदैन भन्ने सोच छ। सुख चाहियो भनेको त्यो सुखमा त्यो सुखको भित्र अनि कति सुखहरू छ। त्यो सुखको भित्र यही जीवनको सुख पनि हामीले चाहेको हुन्छ। त्यो मात्र नभएर पछिको जीवनमा एउटा मानव जीवन पाएको सुख त्यो पनि हामीले चाहेको छ। तेस्रो हामीले सुख अरू के चाहेको छ भनेदेखि संसारबाट मुक्ति भएको अनि निरुट आर्य सत्यको सुख पनि हामीले चाहेको छ। त्यो मात्र नभएर हाम्रो मनको भित्र माथि भएको क्लेशको जराहरू सबै अनि टेकेर बुद्ध प्राप्त भयो भने बुद्धको सुखलाई के भन्छ, अन्तिमको परम सुख भन्छ। त्यो पनि हामीले चाहेको छ। त्यसो कारणले हामीले चाहेको सुखमा चारवटा सुख छ नि। अब हामीले बुद्ध धर्ममा लाग्यो भने बुद्ध धर्मलाई अनि ध्यान अभ्यास राम्रो गरेर गयो भने यो चारवटै सुख हामीलाई पाउन सक्छ, प्राप्त हुन्छ। बुद्ध धर्ममा राम्रो गरेर लाग्यो भने यही जीवनमा सुखै सुख जीवनमा पाउँछ। यदि दुःख भयो भने पहिलो जन्ममा पाप गरेको अनि कर्मले दुःखहरू आफूले भोग्नु परेर भने जिउको माथि दुःख हुने, तर मनको भित्र चाहिँ धर्मको ध्यान अभ्यासको कारणले सुखमा अनि हुने त्यस्तो छ। बिमारी रोगी दुई धर्मको ध्यान अभ्यासको अनि त्यो बल र त्यो शक्ति भएको रोगी र धर्मलाई केही त्यो अनि नजाने, धर्मलाई ध्यान अभ्यासको शक्ति केही नभएको अर्को रोगी, त्यो दुइटै रोगी हो। तर त्यो दुइटै रोगी हुँदै पनि आफ्नो मनको भित्र बुद्ध धर्मको ज्ञान भएको र नभएको कारणले मनमा सुख र दुःखमा फरक छ। यो सत्य हो होइन? यो चाहिँ मैले त्यसरी भनेको होइन। मैले धेरै अनि त्यसको विषयमा पढेर, त्यसको विषयमा अनुसन्धान गरेर, इङ्ग्लिसमा भन्छ नि रिसर्च गरेर थाहा पाएको हो। मैले यहाँ सानो एउटा उदाहरण दियो भने है, हाम्रो बुद्ध शाक्यमुनि 6 वर्ष उहाँले तपस्यामा बस्नुभयो। अब हामी जस्तो एउटा साधारणले 6 वर्ष छोडेर 6 महिना केही नखाएर तपस्यामा बस्यो भनेदेखि त्यो दुःख भोग्नु परेको कारणले हामी बस्नु सक्दैन। तर उहाँले मनको एउटा शक्तिले 6 वर्ष तपस्या गरेर बस्नु सके होइन? फेरि हाम्रो इतिहासमा जुजु मेला रेबा दोजे भन्ने एउटा थियो। जुजु मेला भने चाहिँ अब उहाँ चाहिँ गुफामै बसेर त्यहाँ हाम्रो जस्तो यो ओछेनाहरू ध्यानहरू त्यो छ नि, अनि त्यो फेसिलिटी खानेकुरा पानीदेखि खानेकुरा केही छैन नि, त्यो गुफामै बसे ध्यान अभ्यास गर्दै गर्दै जिन्दगी गुफामै उहाँले अनि त्यो उहाँले जीवन चलायो। तर उहाँको मन जहिले पनि खुसीमा बस्नु भएको छ। त्यो कसरी बस्नु सक्यो? हामी यस्तो फेसिलिटी भएर पनि घर राम्रो, बस्नु ठाउँ राम्रो, खाना राम्रो, पिउने राम्रो, घर परिवार राम्रो, त्यसको माथि अर्को फेसिलिटी। अब कोहीहरूले गाडीहरू छ, कोहीहरूले मोटरसाइकलहरू छ। अब यस्तो फेसिलिटी, यस्तो अनि त्यो
दान दौलत भएर भने अझै हाम्रो मनमा सुख अनि परम सुख चाहिँ पाउँदैन रहेछ नि। त्यो के हो त्यो त्यसो कारणले मैले अहिले के भन्छु भनेदेखि धर्मको बल भएको मान्छे र धर्मको बल शक्ति गुण ज्ञान नभएको मान्छेको भित्रमा सोचको द्वारा धेरै फरक भएको कारणले सुख र दुःखमा धेरै फरक छ भनेर चाहिँ भनेको। त्यसो कारणले बुद्ध धर्ममा लाग्यो भनेदेखि धेरै सुखहरू हामीले प्राप्त गर्नु सक्छ भनेर चाहिँ अब यहाँसम्म चाहिँ भनेर अब म के भन्न चाहन्छु भनेदेखि यदि बुद्ध धर्मलाई लाग्यो भने यस्तो ज्ञान यस्तो गुणहरू छ, यस्तो अनि लाभहरू छ, यस्तो फाइदाहरू छ भनेदेखि अब हामी बुद्ध धर्ममा कसरी लाग्ने? बुद्ध धर्ममा लाग्यो भने चाहिँ कस्तोले भन्छ? विश्वास मात्र भएको भयो भने हुन्छ? त्यो होइन। फेरि म त बुद्ध धर्ममा लागेको छ है, मेरो घरमा बुद्धको फोटोहरू छ, मूर्तिहरू छ भनेर पनि हो होइन। हाम्रो त त्यहाँ गुम्बा छ, हामी त्यहाँ गुम्बामा घुम्दैछ, हामी त्यो पूजापाठहरू गर्दैछ, धर्ममा लागेको है भनेर त्यो पनि हो होइन। त्योहरू सबै हाँगा हो। मूल चाहिँ के हो भनेदेखि बुद्धले के भनेको छ भनेदेखि यहाँ सुन्नुहोस् है, यहाँ हेर्नुहोस् है। यहाँ छ नि बुद्ध धर्ममा मैले अघि एउटा चाहिँ भुल भएछ, यहाँ फोटो पनि देखाउनु पर्ने छ। पहिला बुद्ध धर्मको लाभको विषयमा अघि मैले भनिसकेको कुरा एउटा। अब उदाहरणहरू देखाउँछु है। बुद्ध धर्ममा सुन्ने चिन्तन ध्यान अभ्यास गरेर फाइदा के भएको छ भनेको विषयमा उदाहरण चाहिँ एउटा चाहिँ देखाउँछु। यहाँ हेर्नुहोस्, बुद्ध शाक्यमुनि स्वयं भने बुद्ध धर्ममा लागेको कारणले सर्व अनि ज्ञान पाएर सर्व दुःखदेखि मुक्ति पाएर अनि सर्व सुखहरू सबै प्राप्त भएर बुद्ध भन्ने चाहिँ भएको हो। त्यस्तै गरेर नलेन्द्रको नागार्जुनदेखि लिएर 17वटा पण्डितहरू भने यस्तो ज्ञानी र यस्तो ध्यान अभ्यास गरेर महासिद्धि त्यस्तो भएको धेरै नै छ। योहरू सबै उदाहरण हो। यो मात्र नभएर हाम्रो अनि त्यो बौद्धको भित्र 80वटा महासिद्धि भन्ने भएको छ। त्योहरू सबै बुद्ध धर्ममा लागेको कारणले यस्तो महासिद्धि भएको हो। टुप्चिन गेजु भनेर यसो भएको छ। त्यस्तै गरेर यहाँ हेर्नुहोस्, हाम्रो हिमालयन क्षेत्रमा भएको 5 परम्परा भन्यो भने हुन्छ, 4वटा परम्परा भन्यो भने हुन्छ। त्यो 4वटै परम्पराको भित्र गुरु रिम्पोछे भन्ने अनि खेन्चेन बोधिसत्वहरू भन्ने त्यस्तो नङ्गुर निङमाको अनि त्यो महागुरु बुद्धता प्राप्त गरेको त्यस्तो गुरुहरू सबै महागुरु कसरी भएको भनेदेखि बुद्ध धर्ममा लागेको कारणले। त्यो पनि बुद्ध धर्मको एउटा लाभ फाइदा उदाहरण त्यो हो। यहाँ छ नि यतापट्टि, यहाँ बुद्ध शाक्यमुनिको यतापट्टि गुरु रिम्पोछे, खेन्चेन शिवाचो, ठिसोङ देचे भन्ने। फेरि यहाँ उतापट्टि छोचे पन्ते आतिश डोमदेम्बा अनि उहाँहरू है। फेरि तल छ नि लामा मार्पा, जिजुमेला, गम्बोबा, त्यस्तै गरेर साक्या कोङमाङा, त्यस्तै गरेर जेचोङ्गाबा याप्से। 4वटा परम्परामा भएको महागुरु महासिद्धि
अनि महापण्डित उहाँहरू यस्तो महान अनि व्यक्ति हुनेको कारण के हो भनेदेखि बुद्ध धर्मलाई अनि ध्यान आवेश गरेर भएको योहरू चाहिँ उदाहरण। अब अहिले के अरे 21 शताब्दीमा पुगेर भने अनि श्री दलाई लामाजीले लिएर हाम्रो चारवटै परम्पराको भित्र महागुरुहरू अहिले पनि छ। उहाँहरू कसरी त्यो भएको अब उदाहरणमा हेर्ने बेलामा यहाँ हेर्नुहोस्, श्री दलाई लामाजी उहाँ अहिले हाम्रो एउटा उदाहरण हो। बुद्ध धर्मलाई सुन्ने पढ्ने ध्यान आवेश गरेर महागुरु भएको। अब उहाँले बुद्ध धर्म चाहिँ हाम्रो यो तिब्बत र हिमालयन क्षेत्र मात्र नभएर भारत मात्र नभएर युरोप अमेरिका एसिया जहाँ पनि उहाँले धर्म प्रवचन गर्दै गर्दै गएको कारणले अहिले अघि भनेको दोस्तो 21st सेन्चुरी बौद्धि विकास दान दौलतमा विकास के अरे मोडर्न एजुकेसन अहिले यो के अरे आधुनिक शिक्षामा धेरै विकास भएको युरोप अमेरिकातिर भने ग्रेट साइन्टिस्टहरू अनि ग्रेट फिलोसफरहरू उहाँहरू भने बुद्ध धर्मको भित्र भएको सिद्धान्त त्यस्तोलाई सबै अनि ध्यान आएर हामीले पनि बुद्धको सिद्धान्त बुद्धको शिक्षा बुद्धिस्ट साइन्स बुद्धिस्ट फिलोसफीहरू पढ्नु पर्यो भनेर यस्तो भएको छ हैन। यसको उदाहरण है। अब बुद्धको धर्मद्वारा हाम्रो हिन्दू मुस्लिम त्यस्तै गरेर चाहिँ हाम्रो यो संसारमा भएको धर्म गर्ने मान्छे गुरुहरू भने मिलजुल भएको छ। धेरै अनि वापसमा धेरै साथी भएको छ, धेरै अनि त्यो भएको छ हैन। त्यस्तो गरेर चाहिँ आजकल यहाँ छ नि, यहाँ लेखेको माइन्ड एन्ड लाइफ कन्फरेन्स भनेकोमा हाम्रो यो बौद्धदेखि त्यो श्री दलाई लामाजी चारवटै परम्पराको गुरुहरू चारवटै परम्पराको भित्र भएको गेसे खेम्बो लोपनहरू अनि उहाँ माइन्ड एन्ड लाइफ कन्फरेन्स भन्ने त्यो छलफल गर्ने एउटा मिटिङ छ, त्यसमा भित्र जानुहुन्छ। फेरि युरोप अमेरिका एसिया अरू जग्गादेखि साइन्टिस्टहरू फिलोसफरहरू ज्ञानीहरू एजुकेटेडहरू उहाँहरू पनि आउँदैछ। सँगै बसेर अनि शिक्षाको विषयमा सिद्धान्तको विषयमा यताउता छलफल गर्दाखेरि सबैको मनमा बौद्धको सिद्धान्त शिक्षालाई धेरै मन परेको हुन्छ। त्यसको कारणले अहिले त्यो युरोपतिर बौद्ध धर्म धेरै विकास हुँदैछ। त्यस्तो छ। त्यसको कारणले मैले के भन्छु भनेदेखि बौद्ध धर्मको लाभ र फाइदा भने चाहिँ पहिला विकास नहुनेको ठाउँमा समयमा शिक्षा र दान दौलतमा विकास नभएको बेलामा हो। आजकल दान दौलत भएको शिक्षा विकास हुनु बेलामा चाहिँ होइन भन्ने कुरा होइन। बुद्ध धर्मको लाभ र फाइदा चाहिँ पहिले पनि भएको छ, अहिले यो समयमा पनि हुँदैछ। त्यसो कारणले बुद्ध धर्ममा यस्तो छ भनेर। अब यो मात्र नभएर यहाँ एक दुई उदाहरण देखाउँछु। कोही मान्छेहरू त्यति अनि के अरे चलचित अनि त्यो फेमस छैन, आफ्नो गुफामा बसेर ध्यान गरेर बसेर मान्छेहरूले थाहै नहुने। पछि त्यस्तो मान्छेले बुद्ध धर्मलाई ध्यान अभ्यास गर्दै गर्दै गएर उहाँहरू खसेर अनि त्यसको पछि अनि रिलिक्स भन्छ नि, त्यस्तो पावरहरू भएको यहाँ रिलिक्स भएको छ होइन। त्यस्तो पनि धेरै भएको छ आजकल। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु भनेदेखि बुद्ध धर्मको लाभ र फाइदा भने चाहिँ अहिले पनि
धेरै नै छ भनेर अब के भन्नु चाहन्छु, यदि बुद्ध धर्मलाई यति फाइदा यति लाभ छ भनेदेखि बुद्ध धर्मलाई कसरी लाग्ने, बुद्ध धर्मलाई लाग्नु बेलामा के गर्नुपर्छ त्यो कुरा चाहिँ भन्नु चाहन्छ। त्यसमा चाहिँ यहाँ छेल जुक्चुल भने चाहिँ सिज्यापाले चुल्ने थियो त समदेम्बे गोमलने रब्दु जोर भनेको छ। यसको मतलब चाहिँ के हो भनेदेखि हामीले बुद्ध धर्ममा लाग्नु बेलामा कसरी लाग्नुपर्छ भनेदेखि हामी आफै एउटा पहिला शीलमा बसेर मान्छे म यो भन्नु चाहन्छु कि हामी पहिला मानव मान्छे भएको कारणले मान्छे राम्रो एउटा हुनु पर्यो। त्यसको लागि चाहिँ हामीले असल विचार असल आचरणमा ध्यान दिएर मान्छे राम्रो हुने, पापको कामहरू नगर्ने, धर्म भनौँ कुशल कर्महरू गर्ने, शीलमा बस्ने। त्यसको पछि चाहिँ थोदाङ भन्नु बेलामा चाहिँ अनि हामीले बुद्ध धर्मलाई पहिला चाहिँ सुन्नुपर्छ, पढ्नुपर्छ। थो भने चाहिँ त्यो। त्यसको पछि चाहिँ समदेम्बे, सम भने चाहिँ बुद्ध धर्मलाई चिन्तन गर्नुपर्छ है। त्यसको पछि गोम भनेको छ। गोम भने चाहिँ बुद्ध धर्मलाई ध्यान अभ्यास गर्नुपर्छ। त्यसो कारणले अब बुद्ध धर्ममा लागेको भने चाहिँ कसोले हामीले थाहा हुनुपर्छ, 5 कुरालाई यहाँ छ नि, 1 2 3 4 5। 1 नम्बर 1 पहिलो चाहिँ के हो भनेदेखि थुजुङ्गी शरब भनेको छ। बुद्ध धर्मलाई सुनेर हाम्रो मनको भित्र बुद्ध धर्मलाई सुनेर पाएको एउटा प्रज्ञा, एउटा बुद्धि हुन्छ, त्यसलाई भन्छ थुजुङ्गी शरब। यो पहिला हामीलाई अनि त्यो चाहिएको छ। त्यसको पछि दोस्रो सम्झुङ्गी शरब। सम्झुङ्गी शरब भने चाहिँ बुद्ध धर्मलाई चिन्तन गर्दै सोच्दै पढ्दै गयो भने फेरि हामीलाई एउटा बुद्धि, एउटा विवेक अनि एउटा चाहिँ हामीले प्रज्ञा एउटा चाहिँ प्राप्त हुन्छ, ज्ञान। त्यसले के भन्छ, सम्झुङ्गी शरब भन्छ। त्यो एउटा हो। तेस्रो बुद्ध धर्मलाई पहिला सुन्ने, त्यसको पछि चिन्तन गरेर थाहा भइसकेको पछि बुद्ध धर्मलाई ध्यान अभ्यास गर्नुपर्छ। ध्यान अभ्यास गर्यो भने, ध्यान अभ्यास गर्दै गयो भने ध्यान अभ्यासद्वारा फेरि एउटा प्रज्ञा, विवेक अनि शरब भन्ने त्यो ज्ञान एउटा चाहिँ प्राप्त हुन्छ। त्यसले के भन्छ, गोमजुङ्गी शरब भन्छ। त्यो चाहिँ तेस्रो। चौथो, अब त्यो ध्यान अभ्यासद्वारा प्रज्ञा एउटा पाइसकेको पछि ध्यान गर्दै गयो भनेदेखि 5 मार्ग प्राप्त हुन्छ। 5 मार्ग भने लम्गा 5 मार्ग, गाते परागाते परासमगाते बोधि भनेर 5 मार्ग चाहिँ अनि हामीले प्राप्त हुन्छ। त्यो प्राप्त हुनुपर्छ। त्यो भयो भने नम्बर 5 अन्तिममा के हुन्छ भनेदेखि डेबु भनेछ। डेबु भने चाहिँ फल। बुद्ध धर्मलाई सुने, चिन्तन गर्ने, ध्यान अभ्यास गर्ने, त्यसको माथि 5 मार्ग प्राप्त भयो भने अन्तिममा फल के पाउँछ भनेदेखि थर्पताङ सङ्गे। थर्पा भने चाहिँ निरुद्ध, सर्व दुःखदेखि अनि मुक्त भएको एउटा अनि गुण अनि प्राप्त हुन्छ। अब त्यो मात्र नभएर सङ्गे भन्ने, त्यो चाहिँ सङ्गे भन्ने बुद्धको भूमि, त्यस्तोमा चाहिँ अनि हामी पुग्छ। बुद्ध प्राप्त गर्ने भने चाहिँ हुन्छ भनेर चाहिँ यो भनेको छ। त्यसो कारणले हजुरहरूले यो चाहिँ नबिर्स्नु है। बुद्ध धर्ममा लाग्ने तरिका, बुद्ध धर्ममा कसरी लाग्नुपर्छ भने यो 5 कुरालाई चाहिँ ध्यान दिनुपर्छ।
हामी धेरै मान्छेहरूले हाम्रो त्यो हिमालयन क्षेत्रको भित्र अनि हाम्रो तिब्तीहरूको भित्र पनि अनि के भएछ भनेदेखि बुद्ध धर्ममा लाग्ने भने चाहिँ सिर्फ बुद्ध धर्मले विश्वास गर्यो भने हुन्छ दोस्तो त्यस्तो मनमा हुन्छ। त्यो मात्र होइन, बुद्ध धर्मले विश्वास हुनुपर्छ, धेरै ठुलो कुरा हो। तर विश्वास मात्र भएर यो 5 वटामा ध्यान नदियो भनेदेखि हाम्रो दुःख कसरी मुक्ति हुन्छ, हाम्रो सुख कसरी प्राप्त गर्न सक्छ, परम सुख कसरी पाउँछ, गाह्रो हो। त्यसो कारणले बुद्ध धर्मलाई विश्वास मात्र भएर पुग्दैन। फेरि बुद्ध धर्मले लागेको भनेर चाहिँ त्यो चैतन्य अनि त्यो के अरे गुम्बा घुमेर मात्र हुँदैन। त्यो घुमेको पनि राम्रो हो, पुण्य पाउँछ। तर त्यो मात्रले पनि अनि दुःखदेखि मुक्ति पाउँदैन, परम सुख पाउँदैन। त्यही जस्तो गरेर त्यो हामीले त्यो पूजा पाठ त्यो मात्र गरेर बसेर भने हुँदैन, होइन। त्यसो कारणले हामीले त्यो राम्रो गरेर हामीले अनि सम्झिनुहोस्, होइन। यहाँ हेर्नुहोस् त, बुद्ध स्वयंले हाम्रो अब सबभन्दा उदाहरण, हाम्रो ग्रेट एक्जाम्पल भनौँ, सबभन्दा ठुलो अनि उदाहरण चाहिँ बुद्ध शाक्यमुनि स्वयं हो नि। अब बुद्ध शाक्यमुनिले घुमेर मात्र बसेको छ। उहाँले बुद्ध शाक्यमुनिले बुद्धता प्राप्त गर्ने चाहिँ घुमेर मात्र प्राप्त गरेको हो कि फेरि उहाँले पूजा पाठ मात्र गरेर प्राप्त गरेको हो कि माने मात्र जापेर प्राप्त गरेको हो कि होइन नि। बुद्धले बुद्धता प्राप्त गर्ने भने चाहिँ त अहिले भनेको जस्तो यो 5 वटा खास गरेर ध्यान अभ्यास गरेर पो बुद्धता प्राप्त भएको हो नि। अब बुद्ध शाक्यमुनिले बुद्धता प्राप्त गर्ने तरिका चाहिँ त्यो भयो। फेरि हामीले बुद्धता प्राप्त गर्ने तरिका चाहिँ अर्कोमा गयो भनेदेखि त्यो हुँदैन। त्यसो कारणले बुद्धले जो गर्नुहुन्छ त्यही जस्तो हामीले चाहिँ गर्नुपर्छ भनेर चाहिँ म चाहिँ यो चाहिँ भन्नु चाहेको छ। मैले नेपालतिर गाउँतिर धेरै गाउँकोतिर गएको थियो। अहिलेसम्म धर्म प्रवचन लागि मैले गएकोमा 30-40 अनि जग्गामा अनि 30-40 गाउँतिर अनि त्यो त्यहाँ चाहिँ गएको थियो। मैले जहाँ गयो भने मैले के देखेको छ भनेदेखि बुद्ध धर्मले यसरी राम्रो गरेर पढेर यसरी चिन्तन गरेर यसरी ध्यान अभ्यास गर्ने भने चाहिँ धेरै कम्ती देख्यो, होइन। अब धेरै चाहिँ के देख्यो भनेदेखि पूजा पाठ गर्ने चाहिँ धेरै मैले देखेँ, होइन। त्यसो कारणले खोइ मैले के लाग्यो भनेदेखि धर्मको भित्र बुद्धको पुस्तक, बुद्धको अमृत वचन ग्रन्थ कति छ? 100 वटा छ। त्यो ग्रन्थको भित्र धर्म गर्ने तरिकाहरू सबै भनेको छ। त्यो चाहिँ हामी बुद्धको चेला बौद्धहरूले प्रयोग गर्नु पर्यो नि। त्यसमा चाहिँ हामीले ध्यान नै दिँदैन रहेछ। त्यसो कारणले धर्म गर्ने तरिका हामीले अब परिवर्तन हुनुपर्छ। त्यसो कारणले मैले अब पछि यसको विषयमा के अरे त्यो पछि म भन्दैछु। धर्मलाई संरक्षण कसरी गर्नुपर्छ भनेको विषयमा त्यो बेलामा चाहिँ म भन्न चाहन्छु। अब अहिले चाहिँ म अनि बुद्ध धर्मले कसरी लाग्नुपर्छ भनेको विषयमा भन्दैछु। अब यहाँसम्म चाहिँ त्यो चाहिँ सिद्धियो। अब त्यसको पछि दोस्रो, अब बुद्ध धर्म भन्ने चाहिँ अनि यो जम्बुद्वीपमा कसरी भएको भनेको विषयमा चाहिँ भन्न चाहन्छु। अहिले नाङ्चुके छुङरिम भनेको चाहिँ बौद्ध धर्म भने चाहिँ अनि कसरी भएको भनेको विषयमा हो।
अब यहाँ हेर्नुहोस्, यो चित्तमा अब हामीले पहिला चाहिँ मनमा यो राख्नुहोस्, बौद्धको अहिले धर्म भन्ने चाहिँ अनि बुद्ध शाक्यमुनिद्वारा भएको हो। त्यसो कारणले पहिला हामीले अनि बुद्ध शाक्यमुनिको अनि इतिहास अनि हामीले जान्नुपर्छ। त्यसमा चाहिँ अनि 12वटा लीला भनेर छ। बुद्ध शाक्यमुनिको 12वटा लीला भनेर छेउको भाषामा भन्छ, जेपाचुङ्गी भन्छ। त्यो छोटकरीमा भन्दै जान्छु है। बुद्ध शाक्यमुनि यो जम्बुद्वीपमा नआउनुको अगाडि चाहिँ टुसिता भन्ने देवाको एउटा देवादेवीको भूमि एउटा छ, टुसिता, त्यहाँ बस्नुहुन्छ। त्यो बेलामा उहाँ चाहिँ बुद्धिसत्वको रूपमा बस्नुहुन्छ। त्यसको चित्त हो। त्यसको पछि बुद्ध शाक्यमुनि अनि यो माया देवीको त्यसमा प्रवेश हुन्छ। त्यसको पछि लुम्बिनीमा अनि उहाँको जन्म हुन्छ। त्यसको पछि चाहिँ उहाँले अनि आधुनिक शिक्षा धनुषदेखि लिएर त्योहरू सबै उहाँले पढ्नुभएको छ। त्यसको चित्त हो। त्यसको पछि उहाँले अनि अब आफ्नो पितामहको अनि भनेको अनुसारदेखि उहाँले अनि त्यो गृहस्थी जीवन भनौँ त्यस्तो अब चुमु खुर्किरोल्बे जेपा भन्छ, उहाँले चाहिँ त्यो गर्नुभयो। त्यसको पछि अनि उहाँले चाहिँ त्यो जनताहरू कसरी बसेको छ अनि त्यो प्राणीहरूलाई के छ रहेछ, कस्तो हुन्छ रहेछ भनेको विषयमा उहाँले देख्नुभयो। त्यो बेलामा एउटा मान्छे अनि बिमारी भएर अनि ओछ्यानमा बसेको त्यो अनि देख्नुभयो। अब एउटा मान्छे चाहिँ बुढा भएर अनि देख्नुभयो दुःख। अब यो पहिला चाहिँ मान्छेले बिमार हुँदाखेरि बिमारीको दुःखहरू कस्तो छ भनेर अनि थाहा हुनुभयो। त्यसको पछि बुढा बुढी हुँदाखेरि दुःखहरू के छ भनेर थाहा हुनुभयो। त्यसको पछि मान्छे मर्यो भने त्यहाँ दुःख के हुन्छ रहेछ भनेर चाहिँ त्यो थाहा हुनुभयो। त्यसको पछि एउटा अनि भिक्षु एउटा गुरु एउटा यसरी ध्यानमा बसेको त्यो चाहिँ पनि देख्नुभयो। अब त्यस्तो गर्यो भनेदेखि के फाइदा हुन्छ भने त्यसको विषयमा भने थाहा भयो। त्यसको पछि चाहिँ अनि उहाँको त्यो दुःखहरू सबै देखेर उहाँको मनमा के आयो भने यो संसारमा जन्म लिएर अनि यो संसारमा अनि बस्यो भने यस्तो दुःखहरू भोग्नुपर्ने रहेछ। अब मैले यो दुःखदेखि म स्वयं भने मुक्ति हुनु पर्यो। सर्व प्राणीहरू भने त्यस्तो दुःखदेखि मुक्ति हुनु पर्यो भनेको त्यस्तो मनमा आयो। त्यसको पछि चाहिँ उहाँले अनि भिक्षु रब्तुछुवा हुनुको लागि भिक्षु हुनुको लागि अनि उहाँले छेदे नम्दा ठुङ भन्ने त्यसमा अनि उहाँले चाहिँ कपालहरू काटेर भिक्षु भयो। त्यसको पछि उहाँले चाहिँ अनि
100 वर्ष तपस्या कठोर तपस्या उहाँले अनि गर्नुभयो त्यसको पछि चाहिँ अब त्यो खाना नखाएर हुनु ध्यान अभ्यास गरेको त राम्रो रहेछ तर खाना नखाएर यसरी गर्नेदेखि निर्वाण बुद्धता प्राप्त गर्न सक्ने छैन भनेर थाहा भएर अनि उहाँले अनि खिर खाना अलिक खानुभयो त्यसको पछि उहाँले अनि त्यो बुद्ध पूर्णि दिनको अगाडि अनि बेलुका उहाँले ध्यान अभ्यास गर्नु बेलामा अनि बाधाहरू धेरै आयो तर उहाँको ध्यान अभ्यासलाई बाधाहरूले केही नोक्सान पुर्याउन सकेन ध्यान अभ्यास गर्दै गयो त्यसको पछि चाहिँ अनि बुद्ध पूर्णि दिन वसक डे भन्छ नि बुद्ध पूर्णिमा त्यो दिनमा बिहान 3 बजे त्यस्तोमा अब बिहान अनि उहाँले बुद्धता प्राप्त गर्नुभयो त्यसको लीला हो बुद्धता प्राप्त गरेको लीला त्यसको पछि चाहिँ उहाँले बुद्ध प्राप्त गरिसकेको पछि तुरुन्त धर्मदेशन गर्नु भएन उहाँले के भन्नुभयो भनेदेखि सबस्टिट्युट वेसे दुमाछे दुजितबे छेसे दागे ने सुल तेंग्या खोर मिनिपे मेमा नाके नंदो नेबर छ भनेर मैले अनि एउटा सर्व ज्ञान प्राप्त भयो मैले अनि दुजितबे छेसे सबस्टिट्युट वेसे दुमाछे दुजितबे छेसे अमृत दोस्तो एउटा धर्मको ज्ञान राम्रो एउटा मलाई चाहिँ अनि पायो तर त्यो चाहिँ अहिले धर्मदेशन गर्नु समय आएको छैन रहेछ म तत्काल अनि ध्यानमै बस्छु भनेर अनि उहाँले ध्यानमा बस्नुभयो पछि चाहिँ अनि देवा देवी खास गरेर अनि त्यो देवराज अनि भ्रम के अरे छाङ्बा भन्छ उहाँहरूले चाहिँ बुद्धलाई अनुरोध गरे के गरे भने अब हजुरले पहिला बुद्धिचित उपलब्ध गर्नु बेलामा सर्व प्राणीहरूलाई दुःखबाट मुक्ति पाएर सुख पाओस् त्यसको लागि मैले बुद्धता प्राप्त गर्छु भन्ने त्यस्तो तपाईले बुद्धिचित उपलब्ध भएको थिए अब त्यहाँदेखि तपाईले अनि ध्यान अभ्यास गर्दै गर्दै अनि गएर अन्तिममा तपाई बुद्धता प्राप्त गरे अब तपाईले बुद्धता प्राप्त गरिसकेपछि अब तपाईको पहिला उद्देश्य चाहिँ बुद्धता प्राप्त गर्ने उद्देश्य चाहिँ के हो भनेदेखि सर्व प्राणीहरूलाई सुख पाउने अनि दुःखबाट हटाउनको लागि अनि मुक्ति हुनुको लागि बुद्धता प्राप्त गरेको हो त्यसो कारणले अब तपाईले पाएको ज्ञान सुख कसरी प्राप्त गर्ने त्यसको उपाय दुःखलाई कसरी देख्ने त्यसको उपाय त्योहरू सबै ज्ञान तपाईले पाएको छ त्यो चाहिँ धर्मदेशन गर्नु बेला भयो अब धर्मदेशन गर्नुहोस् भनेर उहाँलाई अनुरोध गरे त्यसको कारणले त्यसको पछि उहाँले चाहिँ अनि पहिला त्यो के अरे भारतको वाराणसी बनारस भन्ने ठाउँमा चाहिँ अनि बुद्धले पहिला धर्मदेशन 4 आर्य सत्यको विषयमा धर्मदेशन चाहिँ गर्नुभयो त्यसको अनि चिता अब यो पटि चाहिँ फेरि उहाँले अनि राजगिर भन्ने ठाउँमा अनि त्यो झगुफुङबुरी भन्ने एउटा छ त्यो जग्गामा चाहिँ फेरि उहाँले
प्राज्ञ पारमिताको अनि धर्मदेशना चाहिँ गर्नुभयो है। त्यसको विषयमा पछि हुन्छ। त्यो धर्मदेशना गर्नेको धर्महरू के हो भनेको विषयमा पछि हुन्छ। त्यो चाहिँ उहाँले गर्नुभयो। त्यसको पछि चाहिँ धर्मदेशनाहरू गर्दै 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 प्राणीहरूलाई जति सक्दो फाइदाहरू चाहिँ गर्दै गर्दै अन्तिममा उहाँ चाहिँ अनि निर्वाण अनि प्राप्त गर्नु पर्यो। त्यसको चिता हो। त्यसको पछि अनि बुद्ध शाक्य मुनिको अनि धर्म चाहिँ अनि कसरी संरक्षण गरेको हो, कसरी फैलाएको हो भनेदेखि भारतमै अनि थेरावादाको धर्म संरक्षण गर्ने 7वटा अनि महापुरुष भएको थियो, महागुरुहरू। तेम्बे तेह्रदिन भन्छ। त्यसको चित्त चाहिँ मलाई अहिले पाएको छैन। त्यो 7वटा चाहिँ भएको थियो। अब थेरावादाको धर्म मात्र नभएर महायानको धर्म, बौद्धको तन्त्रयानको धर्म, त्योहरू सबै संरक्षण गर्ने, त्योहरू फैलाउने अनि महागुरु को भएको छ भनेदेखि नलेन्द्रको अनि पण्डित 17 पण्डित उहाँहरू भएको थियो। अनि तन्त्रको ज्ञान चाहिँ खास गरेर अनि बौद्धको 80वटा सिद्धि थुप्चिन गेजु उहाँहरूले संरक्षण गर्ने, फैलाउने त्यस्तो गर्नुभयो। त्यस्तो गरेर चाहिँ भारतमा, इन्डियामा अनि बुद्ध धर्म चाहिँ यसरी अनि फैलाएको हो। अब बुद्ध धर्म चाहिँ इन्डियामा मात्र नभएर बाहिरतिर अरू अनि देशमा कसरी फैलाएको भनेदेखि भारतदेखि अनि त्यो श्रीलङ्का, कम्बोडिया, इन्डोनेसिया अनि त्यो थाइल्यान्ड अनि बर्मा त्यहाँतिर चाहिँ बुद्ध धर्म फैलायो। त्यस्तै गरेर 4औं शताब्दीमा अनि भारतको बुद्ध धर्म चाहिँ बिस्तारै अनि चाइनामा फैलाएको हो। त्यसको पछि अनि 7 र 8 शताब्दीमा बुद्ध धर्म चाहिँ अनि भारतदेखि डाइरेक्ट अनि सिधा अनि तिब्बतमा अनि धर्म चाहिँ फैलाएको हो। अब त्यो फैलाउन सक्ने अनि त्यसमा चाहिँ अब धेरै एउटा कृपा चाहिँ अवलोकितेश्वरा चेरे सिक भन्छ। हामीले जहिले पनि ओ मानेपेमा जाप्छ नि, ओ उहाँ अवलोकितेश्वराको कृपा छ। अवलोकितेश्वराले बुद्धलाई अनुरोध गरेको थियो, अब बुद्धको धर्म चाहिँ अनि तिब्बत हिमालयन क्षेत्रमा फैलाउनु पर्यो भनेर। अनि बुद्धले के भन्नुभयोदेखि तिब्बत र हिमालयन क्षेत्रमा भएको अनि मानवहरू तपाईको कृपाले त्यहाँ चाहिँ धर्म फैलाउँछ भनेर भविष्यको त्यो कुराहरू आगम दिनुभएको। भविष्यमा अनि यस्तो हुन्छ भनेर। त्यसो कारणले अनि अवलोकितेश्वरले भने मैले सर्व प्राणीहरूलाई सुख दिनु सकोस्, दुःखबाट मुक्ति गर्न सकोस् भनेर प्रार्थना गरे। त्यो सँगै खास गरेर मैले तिब्बत र हिमालयन क्षेत्रको अनि प्राणीहरूको आमा जस्तो होस् भनेर है, त्यस्तो अनि उहाँले प्रार्थना गर्यो। अनि फाइदा गर्छु भनेर चाहिँ वचन पनि राखे। त्यस्तो गरेर बिस्तारै अनि 7 र 8 शताब्दीमा भारतको
अनि हाम्रो बुद्धको धर्म चाहिँ अनि तिब्बतमा चाहिँ फैलाएको। त्यो बेलामा तिब्बतको राजा कुन थियो भनेदेखि यहाँ छ नि 20 को चाहिँ तपाईहरुले ध्यान दिनुस् 20 को चाहिँ सोङजन गम्बो भनेको अनि धर्मराज हो। सोङजन गम्बो भन्ने धर्मराजको बेलामा उहाँको अनि अब उहाँ त राजा हो नि, अब उहाँको रानीमा तिब्बतमै भएको अनि एउटा छ। अर्को एउटा चाहिँ अनि हाम्रो नेपालदेखि अनि एउटा रानी एउटा चाहिँ अनि त्यहाँ तिब्बतमा अनि पाल्नु भयो, राजालाई धर्मराजलाई अनि दिनुभयो। फेरि त्यही दोस्रो गरेर चाइनादेखि पनि एउटा रानी एउटा थियो। त्यस्तो गरेर चाहिँ नेपाल र तिब्बतको बीचमा धर्म र संस्कृतको सम्भर कहिले भएको हो भनेदेखि उहाँ यो राजा बेलामा सोङजन गम्बो भनेको धर्मराजको बेलामा अनि सुरु भएको यो सम्भर चाहिँ। त्यहाँदेखि अहिले यहाँ छ नि यतापट्टि यो चाहिँ ग्याल्पो छेगेल ठिसोङ देन्से भन्छ, ठिसोङ देवचेन। अहिले यो सोङजन गम्बो चाहिँ आवालुकरी शिवाराको अवतारी मान्छ। ठिसोङ देवचेन चाहिँ मञ्जुश्रीको अवतारी मान्छ। मञ्जुश्रीको अवतारी ठिसोङ देवचेनको बेलामा इन्डिया भारतदेखि अनि महायोगी अनि गुरु रिम्पोछे तिब्बतमा पाल्नु भयो। त्यो सँगै अनि त्यो भारतको नालेन्द्रको पण्डित अनि खेन्चेन बुद्धिसत्व भन्छ, सन्त रक्षिता भन्छ, उहाँ चाहिँ अनि त्यहाँ सन्त रक्षिता उहाँ चाहिँ तिब्बतमा चाहिँ पाल्नु भयो। त्यो बेलामा गुरु रिम्पोछे अनि अहिले धर्मराज ठिसोङ देजे अनि सन्त रक्षिता उहाँ तिनवटा मिलेर अनि तिब्बतमा चाहिँ बौद्ध धर्म चाहिँ अनि के अरे हाम्रो त्यो छ नि सूर्य जस्तो त्यही अनि फैलाएको हो भनेर चाहिँ यसरी भन्ने छ। त्यसो कारणले यसरी भएको हो। त्यसको पछि यतापट्टिको धर्मराज ठिरेल्पा त्यो बेलामा पनि बुद्ध धर्म धेरै फैलाएको हो। अब यहाँ हामीले थाहा हुनुपर्ने चाहिँ तिब्बतमा पहिला धर्म फैलाउनु बेलामा के फैलाएको हो भनेदेखि नङ्ग्युर निङमाको धर्म चाहिँ फैलाएको हो। अघि मैले भनेको जस्तो गुरु रिम्पोछे राजा चाहिँ ठिसोङ देजे भयो, गुरु रिम्पोछे अनि सन्त रक्षिता उहाँ तिनवटाद्वारा तिब्बतमा अनि नङ्ग्युर निङमाको धर्म निङमा परम्परा भन्ने चाहिँ भएको थियो। त्यसको पछि फेरि अनि नालेन्द्रको पण्डित पनि हो, बिकमला शिलाको खास गरेर बिकमला शिलाको पण्डित हो। उहाँको नाम चाहिँ छोचे पन्दे अतिशा भन्छ है। उहाँ र अनि यो डोमडेम्बा अनि लोचावा उहाँ तिनवटाको कृपाले चाहिँ अनि कदम निङमाको परम्परा भनेर चाहिँ अनि त्यो भएको थियो। अब आजकल चाहिँ कदम निङमा भनेको परम्परा चाहिँ आजकल चाहिँ अब छैन, पहिला भएको थियो है। अब त्यसको पछि के भएको भने कैक्युको परम्परा अनि तिब्बतमा भएको थियो। कैक्युको परम्परामा दुईवटा छ, दुई किसिमको परम्परा छ। एउटा चाहिँ अनि साङ्बा कैक्यु भन्छ, त्यो एउटा हो। एउटा चाहिँ मार्बा कैक्यु भन्छ। मार्बा कैक्यु भने चाहिँ यहाँ छ नि लामा मार्बा जिजु मेला जे गम्बाबा त्यहाँदेखि भएको हो। अब त्यसको पछि चाहिँ तिब्बतमा
शाक्यको अनि परम्परा धर्म चाहिँ अनि भएको हो। त्यसको पछि चाहिँ अनि शाक्यको धर्म चाहिँ शाक्य खोमङ्गादेखि, त्यसको पछि चाहिँ अनि जेचोङखापा गिलुक्पाको अनि धर्म चाहिँ भएको हो। अनि अब त्यो अर्को धर्म अलिअलि फरक भएकोहरू केहीहरू छ, सिचेपा भन्ने त्योहरू छ। तर खास गरेर 5 परम्परा चाहिँ सबभन्दा ठुलो मान्छ। त्यसमा अहिले भनेको दोस्तो एउटा परम्परा चाहिँ अहिले सबैमा मिसेर समेटेर भएको छ, अलग्गै छैन। कदम निङमा भने चाहिँ छैन, ngङ्जुर निङमा भने चाहिँ छ, कदम निङमा भने चाहिँ सबैमा मिक्स भएर चाहिँ अनि छ, अलग्गै छैन। अब आजकल चाहिँ के भन्छ, तिब्बतमा भएको परम्परालाई 4वटा परम्परा। अब त्यो तिब्बतदेखि बिस्तारै बिस्तारै हिमालयन क्षेत्र, नेपाल, हाम्रो त्यहाँतिर त्यो धर्महरू अनि मङ्गोलियातिर अनि धर्महरू फैलाएको हो। त्यस्तो गरेर अब अहिले हाम्रो अनि तिब्बत र हिमालयन क्षेत्रमा भएको बुद्ध धर्म भने त्यसमा चाहिँ 4 परम्पराको धर्महरू चाहिँ फैलाएको छ। अब आज यहाँ म तपाईहरु सबैलाई के भन्नु चाहेको छ भनेदेखि हामी अनि तिब्बती र हिमालयन क्षेत्रमा भएको बौद्धहरूले बुद्ध धर्ममा भएको अनि त्यो परम्पराहरू जति छ सबैलाई हामीले आदर सम्मान राख्नुपर्छ। एकमा पहिलो यो भन्न चाहन्छु, पहिला अघि भनेको दोस्तो बुद्धले सिमजे थम्जे देवादा देवीग्योदा देम्बर गिर्चिक भनेर चाहिँ बुद्धले हामीलाई के सिकाएको छ, के भनेको छ भनेदेखि मन खुला हुनुपर्छ। इङ्ग्लिसमा भन्छ ओपन माइन्ड भन्छ, मन खुला। त्यसको माथि हाम्रो मन चाहिँ धेरै गम्भीर र ठुलो हुनुपर्छ। मन सानो हुनु हुँदैन, सागर जस्तो मन ठुलो हुनुपर्छ। मन सानो नेरो माइन्ड भन्छ, मन जति सानो भएदेखि सोच्ने तरिका पनि सानो हुन्छ। सोच्ने तरिका सानो भएदेखि गर्ने कर्म जो गर्छ त्यो पनि सानो हुन्छ। मन चाहिँ खुलेर मन चाहिँ धेरै ठुलो भएदेखि सोच ठुलो हुन्छ। मान्छेको सोच ठुलो भएदेखि कर्महरू कार्यहरू ठुलो ठुलो कर्महरू गर्छ। जति ठुलो कर्म गरेदेखि त्यति धेरै मान्छेले फाइदा हुन्छ। त्यसो कारणले बुद्धले के भनेको छ भनेदेखि हुनु त हाम्रो संसारमा जम्बुद्वीपमा धेरै किसिमको धर्महरू, धेरै किसिमको शिक्षाहरू, धेरै किसिमको सिद्धान्त, धेरै किसिमको थरहरू, धेरै किसिमको परम्पराहरू छन्। तर भने बुद्धले के भनेको छ, सर्व प्राणीहरूलाई सुख हुनु दुःख नहोस् भनेर चाहिँ त्यो उहाँले भनेको छ। त्यसो कारणले मैले यहाँ के भन्न चाहन्छु भनेदेखि हामी बुद्धको चेलाले मन खुलेर मन ठुलो बनाएर है अनि हामीले सोच्नुपर्छ। त्यसो कारणले ओपन माइन्ड, मन खुलेर र ठुलो मनले हेऱ्यो भने हामीले सर्व प्राणीहरूलाई राम्रो होस् दुःख नहोस् सुख होस् भनेर हामी सोच्नुपर्छ। त्यसो कारणले हामीले यो जम्बुद्वीपमा भएको प्राणीहरूले चाहेको जति परम्पराहरू, जति शिक्षाहरू, जति सिद्धान्तहरू जति छ त्यो सबैलाई आधार सम्मान चाहिँ राख्नै पर्छ। यो हाम्रो परम्पराको होइन रहेछ, यो हाम्रो थारको होइन रहेछ, त्यो त नराम्रो हो भनेर हेप्ने त्यस्तो गर्नु हुँदैन। अर्कोको परम्परा, अर्कोको धर्म, अर्कोको सिद्धान्त, अरूको त्यो के अरे धर्म र संस्कृतिलाई हेप्यो भनेदेखि अरूहरूको मन दुख्छै दुख्दैन? दुख्छ नि। आफ्नो हाम्रो धर्मलाई अरूले हेप्यो भने हामी आफै मन दुख्छ।
यदि त्यो हो भनेदेखि अर्कोले त्यसो गर्यो भनेदेखि दुख्छ नि। त्यसो कारणले हामी के सोच्नु पर्यो, ठुलो मनले, ओपन माइन्डले, उनीहरू धर्म र संस्कृतिले उनीहरूले फाइदा छ, ठिक छ, हामीले त्यो आधार सामञ्जस्य गरौँ भनेर चाहिँ धेरै पक्षपात धेरै त्यो चाहिँ गर्नु हुँदैन। हामी बुद्ध शाक्य मुनिले पनि हामीले त्यस्तो सिकाएको छैन है। तपाईहरूले बुद्धको इतिहास अनि पढ्ने जानकार गर्ने हो भनेदेखि बुद्ध सिरियल हेर्नुहोस्। बुद्ध सिरियलमा 54 अनि त्यो छ नि, त्योहरू चाहिँ हेर्नुहोस् त। बुद्ध उहाँ सानो बेलामा पनि आफ्नो त्यो के अरे बाले भविष्यमा म बुद्धलाई अनि राजा बनाउँछु भने त्यो छ। तर उहाँले बुद्धले धर्ममा लागेको कारणले त्यो भएको छैन। तर पछि बुद्धले ध्यान अभ्यास गर्दै गर्दै गएर बुद्ध त प्राप्त गरिसकेर सर्व ज्ञान पाइसकेपछि उहाँले सर्व प्राणीले फाइदा गर्नुभयो नि। त्यो गर्दै गर्दै पछि फेरि बुद्ध जहाँ जन्म भयो, के अरे बुद्ध जहाँ हुर्केको थियो त्यही जग्गामा पछि पुग्यो। फेरि उहाँको अनि राजा सुदान्तले अब उहाँको अनि त्यो के भन्छ आफ्नो बा हो नि, अनि पिताले अनि के भन्यो, अब तपाईँ बुद्ध त प्राप्त गरिसक्यो, यस्तो ज्ञान पायो, सबैले तपाईँले मान्छ, अब तपाईँले हाम्रो यही देशको राजा गरेर बस्नुहोस् भनेर फेरि अनुरोध गरे नि। अब उहाँले के भन्यो, म चाहिँ यो एउटाको यही भूमि यही अनि त्यो मात्रको राजा गरेर बस्ने होइन, म सर्व प्राणीलाई फाइदा गर्नुपर्छ भनेर चाहिँ उहाँले स्वीकार गरेन नि। हो, त्यो सोच चाहिँ कस्तो रहेछ। त्यसो कारणले हामीले भने सर्व प्राणीलाई फाइदा गर्छु त्यसो चाहिँ सोच्नुपर्छ। तर म यहाँ के भन्न चाहन्छु, एउटा बुद्धको चेला बौद्धले आधारसम्म चाहिँ सबैको अनि त्यो धर्म र सबैको अनि त्यो सिद्धान्त शिक्षा परम्परा अनि त्यो संस्कृतिलाई आधारसम्म चाहिँ गर्नुपर्छ। तर आधारसम्म गर्नुपर्छ भनेको कारणले सबैलाई मान्नुपर्छ भनेको होइन। सबैलाई अनि त्यो मानेर ध्यान अभ्यास गर्नुपर्छ भन्ने होइन। मान्ने ध्यान अभ्यास गर्ने चाहिँ आफ्नो धर्मलाई गर्ने हो, आदर सम्मान चाहिँ सबैले गर्ने हो। तर ध्यान अभ्यास चाहिँ आफ्नो आफ्नो धर्मलाई गर्ने हो। इङ्ग्लिसमा भन्छ नि रिस्पेक्ट टु द ओल्ड रिलिजन। तर त्यो ध्यान अभ्यास त्यो मेडिटेसन एन्ड प्र्याक्टिस गर्ने चाहिँ आफ्नो धर्म आउन रिलिजन भन्छ नि, आफ्नो धर्मले गर्ने होइन। श्री दलाई लामाजीले पनि अहिले यही जम्बुद्वीपमा उहाँ मान्छेको रूपमा आएर, उहाँ हुनु त अवलोकित शिवारा हो, अवलोकित शिवारा करुणा देवा एउटा मान्छेको रूपमा आउनु भएको। उहाँले भने सबै धर्मलाई आधारसम्म गर्नुहुन्छ। तर उहाँ आफ्नो ध्यान अभ्यास गर्ने चाहिँ बुद्धको धर्ममा चाहिँ ध्यान अभ्यास गर्नुहुन्छ। उहाँले त्यही गर्नुहुन्छ, बोल्ने पनि त्यही बोल्नुहुन्छ। त्यसो कारणले मैले यहाँ पनि हजुरहरूले त्यो भन्छु, म पनि त्यही गर्दैछु। त्यसो कारणले आधारसम्म सबैले गर्ने, ध्यान अभ्यास आफ्नो धर्मले गर्ने, त्यो चाहिँ त्यो गर्नुहोस्। तर त्यसको विषयमा पछि भन्छु। अब यहाँ मैले यहाँसम्म चाहिँ यो के अरे यो जम्बुद्वीपलाई यो संसार र सबैले फाइदा हुनु लागि कुरा चाहिँ गरेको। अब यहाँ बुद्धको चेला बौद्धहरूले म के भन्न चाहन्छु भनेदेखि, हामी बौद्धको भित्र भने यो थेरावाद हो भनेर अलिकति अलग्गै राख्ने, यो महायान हो, यो वज्रयान हो भनेर तिनवटा छुटाएर फेरि त्यो बिचमा चाहिँ अनि मिलजुल नराम्रो हुने, त्यो पनि गर्नु हुँदैन। थेरावाद पनि बुद्धकै अनि त्यो चेला हो, बुद्धकै धर्म हो थेरावादको धर्म। महायानको
अनि धर्म मान्नेहरू पनि बुद्धकै चेला हो, महायान धर्म पनि बुद्धकै धर्म हो। फेरि तन्त्रयान बुद्धिस्ट तन्त्रयान पनि बौद्धकै धर्म हो। त्यो मान्नेहरू पनि बौद्धकै चेला हो। सबैले हामीले एकमा राखेर एकता भएर हामी सबै बुद्धकै चेला हो, बौद्ध हो भनेर आधार सम्मान गर्नुपर्छ। छोड्नु हुँदैन, यो ए हो यो यस्तो पक्षपात दिएर गर्नु हुँदैन सबैले। यो मैले त्यसरी भनेको होइन। अहिले मैले भनेको जस्तो तपाईँहरूले बुद्ध सिरियल हेर्नुहोस् त, बुद्ध सिरियलको भित्र थेरावादको धर्म चाहिँ बुद्धले भनेको दिनुभएको धर्मदेशना हो नि। मैले पनि थेरावादको धर्म सबै पढेँ। 4 आर्य सत्यदेखि लिएर झङ्झो सोध्यो भनेर 37 प्र्याक्टिस भने छ, त्यस्तोहरू अनि त्यो पञ्चशील भन्ने त्यो सबै मैले पढिसकेको छ। त्यसमा केही अनि नराम्रो कुरा केही छैन, त्यसमा नमान्नु सक्ने केही छैन। थेरावादको धर्म त्यही धर्म मानेर ध्यान अभ्यास गर्दै गयो भनेदेखि त्यो डचुम्बा भन्ने अनि त्यो अघि भनेको जस्तो 5 मार्गदेखि अनि त्यसमा त्यो के अरे निरोध आर्य सत्य त्यहाँसम्म पुग्नु सक्ने धर्म हो। त्यसो कारणले थेरावादको धर्म पनि आधार सम्मान गरेर हामीले अब त्यो त आधार सम्मान मात्र होइन, मान्नु पनि पर्छ है। अब त्यसको माथि महायान धर्म भने अब त्यो त भन्नु नपर्ने हो। महायान धर्म भन्यो भने हामीले आधार सम्मान गर्नुपर्ने धर्म, त्यो धर्म पनि हामीले मान्नुपर्ने धर्म हो। त्यसको माथि वज्रयानको धर्म भने धेरै नै त्यो। मैले महायान धर्म भने सबै पढेँ, बुद्धिचितदेखि लिएर शून्यता ज्ञानदेखि लिएर छो पारमितादेखि लिएर सबै पढेँ। त्योसँगै त्यो तन्त्रयान धर्म भने बौद्धको तन्त्रयान झग्यु चुग्यु नेन्जुर्क्यु नेन्जु लामेक्यु सबै पढेँ। सबै बौद्धको धर्म बुद्धता प्राप्त गर्नु सक्ने धर्म त्यो हो। त्यो मात्र नभएर अहिले मैले तपाईँहरूलाई देखाएको त्यो हिमालयन क्षेत्रमा भएको nganggyur nyingmaको धर्म, न्यामे कक्युको धर्म, पे साक्यको धर्म, रु गेन्देम्बाको धर्म, त्योहरू सबै बौद्धकै धर्म हो। त्यो पनि मैले त्यसरी भनेको होइन, पोलिटिक्सदेखि भनेको होइन, राजनीतिक कुरा होइन। म आफैले निङमाको गुरु बनी थापेँ, कक्युको गुरु बनी थापेँ, साक्यको गुरु बनी थापेँ, गिलुक्पाको गुरुहरू पनि थापेँ। गुरु थापेर पनि होइन कि त्यो निङमाको परम्परामा भनेको त्यो धर्महरू सबै पढेँ। त्यस्तो गरेर कक्युको धर्म पढेँ, साक्यको धर्म पनि पढेँ, गिलुक्पाको धर्म पनि पढेँ। त्यो सबै धर्मद्वारा, त्यो सबै धर्म बुद्धकै धर्म, त्यो सबै धर्मद्वारा बुद्धता प्राप्त गर्नु सक्ने एउटै धर्म हो। तपाईहरूले यहाँ हेर्नुहोस् त, यहाँ अहिले टेबल छ नि, टेबल। अब टेबलको यसले के भन्छ, खुट्टा, खुट्टा भन्छ। टेबलको खुट्टा चाहिँ 4वटै छ रहेछ नि है। अब त्यो मुनिदेखि केरा एउटा चाहिँ त्यहाँदेखि आयो भनेदेखि यहीँ पुग्ने हो, यहाँदेखि आयो भनेदेखि यहीँ पुग्ने हो, यहाँदेखि आयो भने यहीँ पुग्ने हो, त्यहाँदेखि आयो भने यहीँ पुग्ने हो नि। अब त्यो 4वटै त्यो किरा 4वटा त्यहाँदेखि आएर पछि यहाँ पुग्यो भने यहीँ पुगेको हो नि। तर अलि फरक चाहिँ बाटो देखाउने तरिका अलि फरक छ नि। त्यही दोस्रो गरेर निङमा धर्मदेखि ध्यान अभ्यास गर्दै गयो भनेदेखि बुद्धता प्राप्त गर्नु सक्ने त्यहाँ पुग्ने हो। त्यही दोस्रो कक्यु साक्य गिलु। त्यसो कारणले हामीले त्यो 4वटै धर्मलाई मनदेखि नै त्यो मानेर अनि आधार सम्मान गरेर सबै राम्रो बुद्धको धर्म भनेर चाहिँ त्यो गर्नुपर्छ। बुद्धको धर्म चाहिँ धर्मको नाममा पापको काम गर्यो भनेदेखि त्यस्तो पाप चाहिँ धेरै ठुलो पाप हो भन्छ।
धर्मको नाममा पाप गरेको पापले फल के मिल्छ भनेदेखि हामीले त्यो धर्मको पुस्तकहरू केही कण्ठक गर्ने हो भनेदेखि कण्ठक गर्नु सक्दैन। यदि त्यसको अर्थहरू के अरे शब्दहरू कण्ठक गर्नु सकेर भने त्यसको अर्थ के हो भनेदेखि राम्रो गरेर त्यो चिन्तन गर्नुदेखि त्यो अर्थ पनि जान्दैन भन्छ। फेरि त्यो के अरे शब्द र अर्थ थाहा भएर भनेदेखि अब ध्यान अभ्यास गरेर गयो भने मनको भित्र केही न केही ज्ञान प्राप्त हुन्छ नि। तर त्यो धर्मको नाममा धेरै ठुलो पाप गर्नुहरू पापको कारणले ध्यान अभ्यास गर्ने बेलामा चाहिँ मनको भित्र त्यस्तो अनि ज्ञानहरू प्राप्त गर्न सक्दैन भने यस्तो छ। सुन सिक्मिसुङ सम्न धुमिको घुम्न गुल मिगेबे छेल तेम्बे दिखम्बुचे सोकर मेछा भनेर त्यो धर्मको नामदेखि पाप गर्नु हुँदैन भनेको छ। अब आज चाहिँ अहिले चाहिँ यहाँसम्म चाहिँ भन्छु। यहाँसम्म चाहिँ के सिद्धियो भने अघि मैले भन्नु चाहेको 5वटाको भित्र अनि पहिलो र दोस्रो चाहिँ सिद्धियो। पहिलो चाहिँ के हो? बुद्ध धर्मको लाभ र अनि धर्मलाई कसरी लाग्ने भनेको विषयमा यही। दोस्रो चाहिँ बुद्ध धर्म चाहिँ यसरी अनि अहिलेसम्म कसरी भयो, हिमालयन क्षेत्रको धर्म कसरी भयो त्यसको विषयमा दोस्रो यो चाहिँ सिद्धियो।